दिदीहरू वेलकम टु ब्रोज एन्ड गफ चियर्स राख्न पाइदैन नि है राख्न त पाइँदैन अति मिठो भइहाल्छ नि चाह त खाना पर्छ ब्रेक भएको थियो आज पोडकास्टबाट फेरि अब त यो खाएपछि कस्तो फिल भइरहेछ तपाईँ चिया खाएपछि एकदम चिया इज लभ चाको याद आछ चा इज लभ बुझ्नुभयो नि अनि बाइ द वे आज चाहिँ हाम्रो ब्रोज एन्ड गफमा सिसहरू आउनु भएको छ सो यो चाहिँ झन् रमाइलो माहौल हुँदैछ होइन सो तपाईँलाई चाहिँ म वेलकम गर्न चाहेँ ब्रोज एन्ड गफमा अब टक्क लाएर गफ सुरु गरौँ है त आज गोसिप चाहिँ खतरा होला जस्तो लागिरहेछ तर गोसिप कुरा के सुरु गर्नभन्दा अगाडि म तपाईँहरूको लागि उपहार दिन्छु के होला होइन अब सधैँ लेडिजहरूले बोलाउनु पर्ने भयो कि यसरी गिफ्ट पाइँदो रहेछ होइन लोमुर पौष्टिक आहार ल भाइलाई बधाई छ है थ्याङ्क यू सो मच दिदी वाउ फेरि भाइलाई मात्र दिएर अन्याय गर्न नि त भएन नि मलाई पनि हो मलाई चाहिँ नानुको लागि चाहिएको पनि थियो एकदम कुराकानी पनि भइरहेको थियो हजुरसँग ओके के दिनुभएको छ दिदीले ओके दिस वान इज सम्मिश्रण यो चाहिँ पोषण आहार सातु ओके सातुको पनि डिफ्रेन्ट क्याटेगोरी छ होइन ओके अरू हेरौँ है दिस वान इज लाइक पहाडी सातु जस्तो तराईको सातु हुन्छ कि हुँदैन तराईको सातु पनि हुन्छ तराईको छुट्टै सातु पनि हुन्छ त्यो नाम चाहिँ दिएको छैनौँ हामीले तर स्पेसली त्यो मिक्स चाहिँ त्यहाँ तराईको उत्पादनहरू पनि छ ओके लास्ट वान देयर यु गो सेम हो बहिनी हैन हजुर सेम हो यो चाहिँ अति मिठो छ सबभन्दा मलाई मन पर्ने यो चाहिँ नट्स एन्ड सीड्स मिक्स पाउडर यसको रेसिपीहरू भन्न मिल्छ कि अरूले पनि बनाउँछन् भने त्यो गोप्य नै हो रेसिपी चाहिँ भन्न मिल्दैन इन्ग्रेडियन्टहरू चाहिँ भन्न मिल्छ रेसिपी चाहिँ मिल्दैन ओके थ्याङ्क यू सो मच यो गिफ्टको लागि अब यो पौष्टिक आहार खाएर म यो भन्दा मोटायो भने फेरि जिम्मा लिनुपर्छ यस्तो हो नि त फेरि पौष्टिक आहारले मोटाउने मात्र काम गर्ने होइन नि त डाइट मेन्टेन गर्ने काम पनि हो थ्याङ्क यू सो मच म जिम जाने सोचेको 3-4 वर्ष भयो यो पाएपछि अलिकति मोटिभेट हुन्छ कि मलाई जिम जानलाई सोच्दा यति सोचिसकेँ मैले दिमागमा यति जिम गरिसकेँ अझै 6 प्याक आउँदैन मेरो किन होला त्यही भएर होला त्यस्तो ह्यान्डसम भएको सोच्दा यति जिम गरिसकेँ मैले होइन सो लेट्स स्टार्ट अब यहीँबाट लोमुर नाम चाहिँ कहाँबाट आयो लोमुर नाम चाहिँ एक्ज्याक्टली यसको त्यस्तो अर्थहरू केही पनि छैन यत्तिकै मास्टर पढ्दाखेरि काठमाडौँ टु देवदह टु काठमाडौँ गर्दाखेरि चाहिँ राखेको नाम हो जस्तो ठ्याक्कै त्यो कन्सेप्ट चाहिँ कहाँबाट आएको कन्सेप्ट चाहिँ कस्तो भन्दाखेरि एक्ज्याक्टली यही नै गर्छु भनेर चाहिँ यो सुरु भएको चाहिँ होइन यसको चाहिँ अलिकति लामो नै कहानी छ होइन अब लामो कहानी भन्न थाल्यो भने फेरि पोडकास्ट नै त्यही कहानीले सकिएला यसलाई चाहिँ बिस्तारै पछि जोडौँला तर कस्तो भन्दाखेरि यो हामीले बनाइरहेको चाहिँ लोमुर बनाइराख्दाखेरि लोमुरभन्दा अगाडि देवदह छ किनभने मैले जहाँ पनि भन्ने गर्छु यो देवदहको उत्पादन हो त्यसपछि मात्र लोमुर भनेर चाहिँ यसलाई डिफाइन गरिरहेको छु कि मैले सो यु आर रिप्रेजेन्टिङ देवदह स्पेशली ओके बिन्ता दिदी वेलकम म फोकसै गर्न सकेको छैन कि यस्तो दुईजनालाई हेरेर होइन यो सुन्दरताको राज के हो दिदी यो त सुन्दरताको राज भन्दा पनि हेर्ने नजर चाहिँ राम्रो यो चाहिँ मलाई बिन्ता दिदीसँग सोध्नु पनि थियो साच्चै सुन्दरता के मतलब हुन्छ नि दुईटैसँग के बिन्ता दिदीसँग मात्र नि हैन म त यस्तो भयो नि त दिदी त फेरि एउटा छोरीको आमा पनि हो छोरीको आमा भइसकेपछि यति ह्यान्डसम हो यति त्यसको लागि राम्रो चाहिन्छ हैन अब खोटै लगाउने हो भने त चन्द्रमा पनि त दाग भेटिन्छ नि त यो दुईटा चन्द्रमामा फेरि दाग छैन के हैन छ होला छैन होला तर बिग फ्यान म बिन्ता दिदीको चाहिँ आवाजको चाहिँ एकदम बवाल वाला फ्यान एउटा त्यो मेरो चाइल्डहुड भन्दै त्यस्तो दिदी बट आइम अ बिग फ्यान सो एक्चुअली त्यो वालामा फेजमा जाम न त तपाईँले समाचार भन्दाखेरि नमस्कार देवदह समाचार टाइपको जुन तपाईँले भन्नुहुन्थ्यो नि मैले धेरै वर्ष अगाडि अहिले त मिडियाबाट टाढा भएको पनि धेरै भइसक्यो त्यति बेला चाहिँ समाचार पनि र कार्यक्रमहरू पनि चलाउँथे थोरै समाचार सानो मात्र है त साँझ 6 बजेको देवदह समाचारमा विनिता श्रेष्ठको नमस्कार ड्याङ 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 अहिले धेरै लङ भयो होइन अनि तर भाइब्स त अझै पनि छ है टोटली छ 100% त्यो जाँदैन के जाँदैन त्यो रगतमा भएको कुरा कहिले जाँदैन के त्यस्तै हो दिदीको त्यही भएर त बेला हैन क्यामेरा लिँदै हिँड्छु नि त अब भ्लगरतिर फेरि यो भनेको के हामीले
जनता जान्न चाहन्छ बिन्ता सिरिज फेरि मिडियामा फर्किँदै हो त भन्नुहोस् बिन्ताजी आज तपाईँले भन्नै पर्छ। मलाई फेरि डर लागिरहेको छ कि दिदीको कतै फेरि भाइको ठाउँ दिदीले ओगट्ने हो कि भनेर पनि डर लागिरहेको त्यो त कदापि हुँदैन है त। त्यस्तो नपाए है, त्यस्तो नपाए। बल्ल 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 अलिअलि चल्न थालेछ। एक्सप्लोर गर्ने कुरामा त एकदम फरवार्ड हुन्छ नि त दिदी। त्यस्तो नपाए है त। हुँदैन त्यस्तो त, डराउनै पर्दैन है। होइन डर लाग्छ नि दिदी। अब दिदी त्यो मार्केटमा आउनु भने त सकिएन अनि सक्यो कि त्यसपछि पुरै मार्केट दिदीको हो कि हामी त उस गरे हुन्छ कि पछाडि बढ्दा हुन्छ। सो तपाईँहरूलाई एज अ गेस्टको रूपमा इन्भाइट गर्दाखेरि मैले आफ्नो प्रोफाइलमा फोटो राखेको थिएँ कि अनि त्यसपछि लाइक धेरैजनाको कमेन्टहरू तपाईँहरूले पनि पढ्नु भयो होला। सो एकजना शुभचिन्तकले चाहिँ मलाई पर्सनल मेसेजमै उहाँले चाहिँ मेसेज गर्नुभएको छ तपाईँलाई केही प्रश्नहरू, त्यसैबाट सुरु गरौँ है। हुन्छ हुन्छ भाइ। ओके, सो सुरुमा चाहिँ बिन्ता दिदीसँग सोध्न चाहेँ मैले, हाम्रो समाजले एउटा महिलालाई समाजमा स्थापित भएको देख्न चाहने रहेछ कि लखेट्ने रहेछ होइन? बुझाइ र अनुभव बताइदिनुहोस् है भनेर भन्नुभएको छ, नाम नखोलाउनु भन्नुभएको छ। सो एउटा महिला भएर आई डोन्ट नो, मलाई लाइक आइ एम स्ट्यान्डिङ राइट नाउ इन 21st सेन्चुरी होइन, अनि त्यही पनि स्टिल मैले चाहिँ यो प्रश्न पनि सोध्न परिरहेछ कि त्यो हुन्छ नि महिला भएर आइ एम नट बिङ फेमिनिस्ट राइट नाउ, तर पनि त्यस्तै अझै पनि छ नि त। सो यद्यपि त्यो हुँदाखेरि तपाईँ चाहिँ महिला भएर समाजमा स्थापित हुँदै गर्दाखेरि यो समाजले स्वीकार्ने रहेछ कि लखेट्न बढी खोज्ने रहेछ? सर्वप्रथम त जसले सोध्नुभयो उहाँलाई चाहिँ विशेष धन्यवाद दिन चाहन्छु। र यो समाजले चाहिँ एउटा महिला अगाडि बढ्दै गर्दा स्थापित भएको देख्न चाहन्छ या त लखट्छ। साँच्चै नै यो पछिल्लो समयमा हेर्दाखेरि भाइ मैले त अगाडि बढ्छ होइन लखट्छ चाहिँ त्यो चाहिँ मैले अनुभव चाहिँ पाएँ है। तपाईँको अनुभवमा चाहिँ? मेरो अनुभवमा त तपाईँको पाइला पाइलामा होइन खोट लाउने त अब म त के भन्छु भने पछिल्लो समयमा यो अहिलेको अवस्थामा है जुन भनौँ न त्यति बेला अब अहिलेको अवस्थामा जुन चलिरहेको छ अवस्थाहरू र समाजमा सबै किसिमका मान्छेहरूले त लहर्छन् भन्ने त छैन। आज त्यही समाजले होइन धेरै व्यक्तिहरूको सपोर्टले आज म यो ठाउँमा छु, तर कता कता लाग्छ प्रगति गर्दै जाँदाखेरि खुट्टा तान्ने त्यही समाजभित्रकै व्यक्तिहरू छन् क्या। सो जस्तो खुट्टा तान्ने त अब नेपाली प्रविधि नै भयो, एकदम त्यो नै भइहाल्यो होइन। तर पर्सनल्ली जस्तो आफूले फेस गरेको प्रब्लमहरू तपाईँ त अनुभव हुन्छ। जस्तो अघि आउँदा आउँदै हाम्रो दिदीले भन्नुहुन्थ्यो कि साइकलदेखि कारसम्मको यात्रा हो नि त, एक्ज्याक्टली भन्ने हो भन्ने होइन। आई रिमेम्बर जस्तो तपाईँ चाहिँ हाम्रो रेडियो देवदा जाँदाखेरि लाइक साइकलबाट चाहिँ अनि त्यहाँदेखि अहिले राइट न हामी तपाईँको कारमा बसेर आयौँ, त्यो सौभाग्य प्राप्त पनि भयो, प्राउड मोमेन्ट हो त्यो हो त होइन। सो त्यो उसमा अनुभवमा चाहिँ खुट्टा तान्ने त अब म जेन्ट्सकै पनि तान्छन् होइन। एउटा त्यो भाइरल भएको थियो नि के अरे, केटी छोरी मान्छेको खुट्टा तान्ने छोरी मान्छे नै हुन्छ, त्यस्तै हुन्छ कि लाइक कस्तो हुन्छ मतलब छोरी मान्छे नै हुन्छ बढी कि जेन्ट्सहरूबाट पनि त्यस्तो आउँछ कि? त्यस्तो के अरे अब छोरा छोरी भन्दा पनि समग्र अलिकता समाजमा स्थापित हुनको लागि धेरै कठिनाइहरू छ। मैले धेरै स्ट्रगल गरेर यो ठाउँमा यो फेसमा आएको होइन। धेरै चुनौतीहरू थियो र यो ठाउँमा आउँदै गर्दाखेरि अझै चुनौतीहरू अझै कति हुने हुन् होइन। तर जति पनि समस्याहरू आउँछ नि समस्यासँग चाहिँ कहिले पनि डराउँदैन भाइ। मलाई चाहिँ के लाग्छ भने त्यो एउटा डर चाहिँ छैन क्या ममा। म स्ट्रेट भएको भएर होला होइन, ट्याक्क केही भयो भने बोलिदिइहाल्ने कि त्यो फेरि सानैबाटको त बच्चैबाट आएको कि बानी अहिलेसम्म पनि होइन। कहिलेकाहीँ त अहिले आफ्नो जबमा पनि म इन्सुरेन्स फिल्डमा रहिरहँदाखेरि अब कतिपय अब फ्याट्ट बोलिहाल्छु कि अनि त्यसपछि अब नबोले भए हुन्थ्यो भन्ने टाइपका कुराहरू हुन्छ। म फेरि जे हो त्यही यथार्थ बोलिदिइहाल्दिने त्यो बानी चाहिँ छ होइन। त्यो भएर चाहिँ त्यसले पनि धेरै कुराहरू सपोर्ट गरे तपाईँलाई भनौँ न। हो भाइ। ओके, म सम्मज्ञ दिदीसँग गएँ होइन, तपाईँलाई पनि क्वेसन सोध्नु भएको छ। उज्यालो, तर हाम्रो लास्ट पोडकास्टमा उज्यालोको बारेमा धेरै कुराहरू भएको थियो होइन। अनि त्यसमा चाहिँ एउटा रङ फ्याक्ट पनि सेयर भएको रहेछ। सो म सच्याउन चाहिहालेँ। जस्तो एम्बुलेन्स किन्ने बेलामा चाहिँ मैले चाहिँ राजीव सरको अध्यक्षता थियो भन्ने मलाई लागेको थियो, तर त्यो स्वतन्त्र नेपाल दाइकै नै रहेछ होइन। त्यतिखेर चाहिँ त्यो हुनुभएको रहेछ। सरी फर द्याट। त्यसलाई सच्याउन चाहेँ मैले, पहिलाको पोडकास्टको कुरालाई अहिले सच्याउन चाहेँ। र एउटा क्वेसन आएको छ, सो उज्यालोको नेतृत्वमा आउने तपाईँको सपना कि परिस्थितिले दिएको जिम्मेवारी हो? उज्यालो भन्ने बित्तिकै फेरि मेरो फेसमा छुट्टी ग्लो आउँछ कि उज्यालो भन्ने पनि होला होइन। तर उज्यालोमा म कसरी जोइन भएँ त्यो कुरालाई जोड्छु थोरै। एउटा युवा समूह जो चाहिँ रातो टी सर्ट लगाएर कार्यक्रम गरिरहेको छ कि है,
अनि त्यो पनि के प्रपोजको लागि भन्दाखेरि भैलो खेलेर एम्बुलेन्स किनेर समाजकै लागि हस्तान्तरण गर्ने कि। अनि त्यो रातो टी सर्टले चाहिँ मलाई उज्यालो लालटिन प्रतिष्ठानको सदस्य हुनको लागि चाहिँ एकदम प्रेरित गरेको है। जस्तै तिमी यो संस्थामा जानुपर्छ भन्दा पनि मैले सामाजिक सञ्जालमा फोटोहरू देखेर चाहिँ त्यसरी चाहिँ म उज्यालोको मेम्बर भएँ। र सामाजिक सञ्जालमा उज्यालोलाई हेर्नु र आफू त्यहाँ गइसकेपछि त्यहाँ गर्ने कामहरू टोटली डिफ्रेन्ट के। भनेको हामीले चाहिँ एउटा देखिरहेको हुन्छौँ, अर्को हुन्छ नि त, त्यो रहेनछ कि। त्यहाँ हामीले जे देखिरहेको छौँ सामाजिक सञ्जालमा ठ्याक्कै त्यही नै काम कि, एज इट इज। जस्तै हामी चाहिँ सामाजिक सञ्जालमा एउटा कुरा गरेको देखिरहेको छौँ, तर त्यो मान्छे नै फेरि फरक क्यारेक्टरको हुन्छ नि त। त्यो भन्दा पनि एक्ज्याक्टली सामाजिक सञ्जालमा जे देखिरहेको छ त्यही नै देखेँ है। देखिसकेपछि मेम्बर भएँ। मेम्बर भइसकेपछि मैले कहिले पनि सपना देखिनँ के उज्यालोमा अध्यक्ष बन्छु भनेर कहिले पनि सपना देखिनँ। तर एउटा सदस्य भइसकेपछि निर्वाह गर्नुपर्ने कर्तव्यहरूबाट चाहिँ कहिले पनि पछि हटिनँ। फेरि त्यो कर्तव्य निर्वाह गर्दै आउँदाखेरि र एउटा हाम्रो उज्यालोको एउटा बेस्ट पार्ट के हो भन्दाखेरि हरेक संस्थामा चाहिँ लिङ्गको आधारमा चाहिँ विभेद गरिन्छ नि त। हाम्रोमा चाहिँ बेस्ट पार्ट के हो भन्दाखेरि चाहे महिला होस् चाहे पुरुष होस् के उसले नेतृत्व गर्न सक्छ। महिला भन्ने ट्यागले चाहिँ एउटा संस्थालाई नेतृत्व गर्ने होइन, जुनसुकै समूह जुनसुकै लिङ्गले पनि त्यसै गर्न सक्नुहुन्छ भन्ने चाहिँ हाम्रो चाहिँ बेस्ट पार्ट छ उज्यालोमा। त्यस कारणले गर्दा मैले कर्तव्य आफू सदस्य भएर पुरा गर्दै आएको कारणले गर्दाखेरि संस्थालाई चाहिँ अब मेरो आवश्यकता छ भनेर सबै समूहले भनिसकेपछि चाहिँ म त्यसरी चाहिँ नेतृत्वमा आएको। सपना चाहिँ बोकिनँ, सायद कर्तव्यले चाहिँ मलाई त्यहाँ पुर्यायो, कर्तव्य र जिम्मेवारीले। ओके, सो जस्तो उज्यालोकै कुरा गरिरहँदाखेरि लास्ट टाइम हाम्रो मुकेश सर आउनु भएको थियो नि त। अनि त्यतिखेर कुरा भएको थियो जस्तो लेडिज सुरुमा चाहिँ त्यो उहाँहरू त्यो बन्दाखेरि चाहिँ होइन लेडिजलाई राख्दै नराख्ने भएर सुरु भएको संस्था रहेछ क्या। सुरुमा त्यो गफ भएको थियो। अनि पछि चाहिँ दर्ता गर्नुपर्छ भनेर भनेपछि 33% आरक्षण दिएको छ, दर्ता गर्नको लागि चाहिन्छ। सो त्यो क्लजलाई जोड्नको लागि चाहिँ लेडिजहरू आउनुभएको रहेछ। अनि अहिले चाहिँ तपाईँ फर्स्ट होइन, फर्स्ट लेडिज प्रेसिडेन्ट, पहिलो महिला। ओके, बधाई छ। अब त लगभग टेन्युर सकिन थालिसक्यो, 1 वर्ष पुरा भएन? हजुर 1 वर्ष लगभग मेरो लास्टतिर आएको छु। लास्टतिर आएको छ। ओके फाइन। हामी फुटबल खेल्न छ, फुटसल खेल्न छ भाइ? फुटसल खेल्ने रमाइलो भएको थियो। बिचमा खेल्ने भनेको भएन। यो पटक त म पनि खेल्ने, त्यतिखेर त एक्सिडेन्ट भएर खेल्न पाएको थिएन नि त, सिकेर भयो नि खेल्ने। म खेल्न पाउने कि नपाउने? पाउने। किनभने हामी यसो गरौँला नि त, लेडिज जेन्ट्सको त्यसरी टिम बनाएर खेलाउला। दिदीलाई नै बोलाउनु पर्छ। कताबाट बोलाउने फेरि? सामाजिक सञ्जाल के अरे सामाजिक सेवाबाट बोलाउने कि उज्यालोबाट? अहिले चाहिँ अलिकता अहिले क्रिकेटमा चाहिँ सबै भाइले होइन, रोहितले के बनाएको छ है, मलाई त ब्रान्ड एम्बेसडर बनाएर कहाँ पुऱ्याइसकेको छ है। होइन मैले कहाँ पुऱ्याएको भन्दा नि दिदी आफै, दिदीमा क्षमता पनि छ। फेरि दिदी आएर चाहिँ बरु हाम्रो टिमको चाहिँ एउटा त्यो हुन्छ नि, एउटा मुक्तक भनिहाले यसमा जोड दिइहाले दुईटैको लागि है। तिम्रो सुबास मन्द मन्द मधुर बनि आयो, आज्ञा गरे प्रति उत्तर मन्जुर बनि आयो, प्रकाशमय मौसम थियो खाँचो थियो जुनको। तिम्रो सुबास मन्द मन्द मधुर बनि आयो, आज्ञा गरे प्रति उत्तर मन्जुर बनि आयो, प्रकाशमय मौसम थिए खाँचो थियो जुनको। खाँचो पुरा गर्न चन्द्र हजुर बनि आयो, खाँचो पुरा गर्न चन्द्र हजुर बनि आयो। यो चाहिँ दुईटैको लागि है, मेरो पोडकास्टमा आउनुभयो। ठ्याक्कै त्यो अहिलेको कुरामा आयो कि जस्तो दिदी हाम्रो ब्रान्ड एम्बेसडर भइसकेपछि हाम्रो शीतलनगर सुपर स्ट्राइकर्सको हाम्रो टिम नै उज्यालो भएको छ कि एकदम सबैजना हुन्छ नि सेल्फ मोटिभेटेड यत्तिकै भएको छन्। सो लेट्स गेट ब्याक टु आवर टपिक्स होइन, कुरा गरेर जस्तो अब हामी स्टार्टिङमै जस्तो कस्तो भइरहेछ भने स्टार्टिङमै ठ्याक्कै लेडिज र उसवालै कुरा भइरहेछ कि होइन, त्यो त्यसमा त्यो भइरहँदाखेरि जस्तो दिदी झन् मिडिया फिल्ममा करियर स्टार्टिङ होइन। सो एउटा फेरि त्यहीमै कुरा आउँछ कि लेडिज भएर सोध्नुपर्छ, सोध्दै नमलाग्ने प्रश्न हो तर पनि सोध्नुपर्छ कि त्यो अझै पनि हामी त्यही समाजमा बसिरहेछौँ नि त। आर्ट टु से तर त्यही समाजमा हुर्किसकेपछि त्यही परिवेश त्यही चाहन्छ के जस्तो हुनै नपर्यो, यो त क्वेसनै नहुनु पर्ने थियो नि त एक्ज्याक्टली। तर महिला पुरुषको आधारमा प्रश्न हुन्थेन, तर त्यो भइरहेछ। एन्ड देन त्यो हुँदाखेरि त झन् अझ दिदीले त्यो फेरि यहाँ फेरि दिदीको एजको रिभिल हुन्छ। तर पनि एउटा एजमा हामी सानै हुँदाखेरि हो त दिदीले त्यो गरेको भनेको, हामी सियान पुस्तादेखि एक्ज्याक्टली एज रिभिल भयो होइन। एक्ज्याक्टली कति हुनुभयो दिदी साँच्चै ठ्याक्कै एज? अनि रोहितलाई है, अनि यो पुरुषको स्यालेरी नसोच्नु,
होइन महिलाको चाहिँ उमेर नसोध्नु भने मैले ठ्याक्कै रोहितलाई मैले के भन्थेँ मेरो उमेर चाहिँ नसोधै बाबु नसोधै भनेको ठ्याक्कै आज यहाँ यही सोधेँ क्या ल मैले सोधिनँ अहिले चाहिँ दिदी इज लाइक भर्खरै 24 पुगेर 25 लाग्नु भएको त्यो नि भन्न मिल्दैन स्विट 16 स्विट 16 यसको पनि के छ भने यो उमेर नबताउनुको अहिले भर्खरै मैले भने नि तिमीसँग कुरा गर्दै गर्दाखेरि यो नबताउनुको कारण पनि छ क्या कारण किनकि म आजभन्दा 14-15 वर्ष अगाडि अब बहिनीले भने म सिगान पुस्दै खेल्दा दिदीलाई मैले मिडियामा देखेको भन्दै गर्दाखेरि 14-15 वर्ष अगाडि देखेका भाइ बहिनीहरूले पनि दिदी तपाईँ त अहिले पनि त्यस्तै हुनुहुन्छ होइन त्यस्तै हुनुहुन्छ भन्नुहुन्छ है भनेपछि अझै यङ रहेछु भनेपछि जिन्दगीमा त मैले अझ धेरै अनुभवहरू जति बटुलेको छु अझ धेरै बटुल्ने मसँग उमेर थप भएको छ त्यसले गर्दाखेरि होइन त्यही भएर उमेर नबताउने कस्तो डिप्लोमेटिकली हैन पुरा घुमाएर के जेरी भन्दा पनि बढी त्यसै चाहिँ वान अफ द मोस्ट सक्सेसफुल लेडिज अफ द चाहिँ हैन के त्यसै दिदी पोडकास्टमा आइपुग्नु भएन के त्यसै चाहिँ हैन के भाइ बहिनीले चाहिँ आज मलाई सबै उडाउँछन् है हैन त तर त्यो कुरा गर्दाखेरि जस्तो स्टोरीजहरु सुनौं न त्यतिखेर तपाई चाहिँ के भन्छ रे मिडिया कर्मी भएर चाहिँ उस गर्दा मैले त्यसमा चाहिँ अब लेडिज भएर जोड्न चाहिन तपाईको एक्सपिरियन्स तपाईको स्टोरीजहरु हुन्छ नि त्यतिखेरको इन्सिडेन्ट्सहरु अहिले याद भइरहेको इन्सिडेन्टहरु केही अहिले बसेर यसो सम्झिँदाखेरि आफ्नो पालामा हैन होस्ट गर्दाखेरि दिदी त अब त्यतिखेर प्रोग्राम होस्ट पनि गर्नुहुन्थ्यो अब त्यसपछि गएर अब हाम्रो यो रेडियोमा आएर चाहिँ त भइहाल्नु भयो हैन सो त्यो भइराख्दाखेरि चाहिँ तर स्ट्रगल त धेरै हुन्छ होला मिडिया फिल्डमा एकदमै हुन्थ्यो नि बाबु अहिले त अहिलेको समयमा त हामी यसरी यसो सबै सुविधाहरू छ हैन आजभन्दा तपाईको 12-13 वर्ष अगाडि चाहिँ हाम्रो जुन रेडियोमा बोल्ने भनिसकेपछि त आवाज सुन्न भनिसके मान्छेले यति गाउँमा हैन रेडियोहरू सुन्थ्यो अनि पत्रहरू पठाउने हैन पत्रहरू हामीले पढ्ने जो कि अहिले त हाम्रो हातमा सबैको भाइ बहिनीको अहिलेको हाम्रो छोरा बच्चाहरूको पनि मोबाइल एक एकवटा मोबाइल भइसकेको छ कि त्यति बेला त तपाईको रेडियो सुन्ने अब टेलिफोनबाट फोन हान्ने अनि के रे लेटरहरू पठाउने अनि हामी लेटरहरू पढ्थ्यौँ अनि धेरै दुःख गर्यो नि जे जस्तो दुःखको त्यो सङ्घर्षले आज यो मिठो आवाज चाहिँ पाइएको छ यो ठाउँमा आएको छु त्यही नै खुसी लाग्छ अनि त्यो त भयो हैन जस्तो त्यो लेटरहरू आउँदाखेरि के तपाईलाई बेसिकली त्यो हुन्छ नि फ्लटिङ टाइपको लेटरहरू आउँथ्यो कि आउँथेन त्यस्तो त आउँथेन तर कल चाहिँ आउँथ्यो है अनि रेडियोमा कार्यक्रम एउटा लोक भाका कार्यक्रम थियो अनि 11 देखि 12 बजेसम्मको अनि त्यो कलमा चाहिँ गाडीमा सुन्दै आउनुहुँदो रहेछ कि कुनै व्यक्ति अब त्यो अर्कै नाम भनेर फोन गर्ने हैन अनि हजुर नमस्कार कहाँदेखिको बोल्दै हुनुहुन्छ भनेर सोच्दै गर्दाखेरि तपाईको मुटुको मान्छे भनेर अब त्यति बेला हैन मुटुको मान्छे हैन अनि त्यसपछि हजुर भन्नुस् न हजुर कि भनेर भन्दै गर्दाखेरि अनि एकदमै कुराहरू त्यो धेरै कुराहरू जाँदै जाँदाखेरि अनि त्यसपछि टेक्निसियनलाई यसो गरिदिन्थ्यो कि अनि त्यसपछि ब्याक अनि त्यसपछि त्यो मान्छे अनि त्यसपछि फेरि अर्को मान्छे त्यस्तै आयो भने त्यसो चाहिँ एकचोटि मात्र मलाई परेको छ है एकचोटि परेको छ है अनि त्यसलाई चाहिँ ह्यान्डलिङ गरिहाल्छु फेरि त्यो त गर्नुहुन्छ मज्जाले दिदीलाई कतिको आउँछ त्यस्तो आउँदैन दिदीलाई जस्तो आउँदैन अलिअलि चाहिँ आइरहेको हुन्छ मेसेज त आउँछ होला नि हैन फेसबुकमा मेसेजहरु एक्ज्याक्ट मलाई यो सोध्न मलाई त के लेडिजहरुले हुन्छ नि कसरी चाहिँ यसलाई डिल गर्छ अब लेडिजहरु जेन्ट्सहरुले त मेसेज पठाइरा हुन्छ नि त नर्मली पेप टकै भयो यो त त्यही पनि सोध्दै हाले जस्तो फ्लर्ट गर्दाखेरि केटाहरुले थाहा हुन्छ कोही केटाले फ्लर्ट गरिरहेछ कि रियल बोलिरहेछ कि एकदम थाहा हुन्छ सिया थाहा हुन्छ कुन केटा जस्तै अब मेरो फेरि फ्लर्टिङ स्किल एकदम हाई छ कि त्यो भएर फ्लर्टिङ चाहिँ कुनै केटा कसरी बोलिरहेको छ र के प्रपोजको लागि चाहिँ ऊ बोलिरहेको छ भने एकदम थाहा हुन्छ म चाहिँ डिस्टिङ्ग्विस गर्न सक्छु कि त्यसपछि म अलिक त ब्रेक नै गर्छु फेरि दिदीलाई नै आउँथ्यो होला त्यो बेलामा त्यो बेलादेखि अहिलेसम्म चाहिँ मैले एउटा कमजोरी भनौँ न ठ्याक्कै राम्रो बोलिदियो होइन राम्रो बोल्यो भने चाहिँ एकदमै सबैलाई एक किसिमको सोच दिने कि कसैलाई नराम्रो होस् भलो होस् भन्ने सोचै भएन कि सबैसँग बोलिदिने अनि यहाँ को मान्छे सही को मान्छे गलत भन्ने छुट्याउनै नसक्ने यो कस्तो हाम्रो यो अचम्मको जिन्दगी भनेर एउटा मैले भिडियो बनाएको थिएँ अनि कोही आउँछन् जिन्दगीमा कोही त जान्छन् जिन्दगीमा कोही आउँछन् त कोही जान्छन् चिन्नै नसकिने खै कस्तो यो हाम्रो जिन्दगी अनि यस्तै लाइन थियो मैले बिर्सेँ है भाइ अनि
कोही खराब नियतले आउँछन् सम्बन्ध जोड्न भन्ने यस्तो यस्तो थियो। अहिले त धेरै अब आफ्नै काममा फोकस भएर यो लाइनहरू पनि त्यति बनाउँदिनँ होला, फुर्सद पनि छैन होइन, केटाकेटी भनौँ होइन, अफिस भनौँ, घर परिवार भनौँ है। गाह्रो जस्तो लेडिजहरूलाई भनेर भन्दाखेरि यो पार्टबाट चाहिँ कति गाह्रो हुन्छ जस्तो घर परिवार अझ म्यारिड भइसकेपछि? म्यारिड भइसक्यो त एकदम एकदम होइन भन्नुभएको छ अनम्यारिडले फेरि अनम्यारिड होइन देखिरहेको भएर कि दिदीले कसरी म्यानेज गर्नुहुन्छ होला भनेर एकदम सोचिरहेको हुन्छु। कसरी आफूले सहज रूपले लाने भन्ने हुन्छ होइन। अब मलाई चाहिँ त्यति गाह्रो भनेर चाहिँ गाह्रो त विवाह पश्चात चाहिँ हामीले नौलो घरमा गइसकेपछि के होला त्यो संस्कार जन्मेर आजसम्म आइराख्दा त हामीले आफ्नै माइतको बुवा आमालाई त राम्ररी हामीले चिन्न सक्दैनौँ भने र अर्काको घर अर्काको बुवा आमा हुनुहुन्छ भन्ने पहिलो त्रास त हामीलाई त्यहाँ हुन्छ कि सासू ससुरा अमाजु अनि जेठाजु हाम्रो छन् भनिसकेपछि वनको बाघले खाओस् नखाओस् होइन, मनको बाघले खाइसकेका हुन्छ, आदि डर त्यहाँ भइरहेको हुन्छ होइन। तर फ्यामिलीले केही पनि भन्नु हुँदैन है, तर डर चाहिँ पहिले आफूलाई हुन्छ कि ला म त बुहारी हो, ला म अरूको घर जाँदैछु भन्ने त्यो डरले चाहिँ मलाई एकदमै गाह्रो छ भन्ने त्यो चाहिँ मलाई त्यति फिल चाहिँ भएन। सुरुमा त्यो नयाँ परिवारमा जाँदाखेरि अलिकता थोरै गाह्रो चाहिँ भयो होइन, गाह्रै नभएको त होइन, गाह्रो त हल्का गाह्रो नै भयो होइन। त्यही पनि फौजी परिवार अनि लाउरे परिवार, रिटायर एक्स आर्मी मेरो ससुरा बुवा पनि हाम्रो भेना युकेको लाउरे हो। अनि अहिले बहिनीले गिफ्ट ल्याइदिए जस्तो अब लाउरे भेनाले एनर्जी के हुन्छ नि एनर्जी जाडो आइराछ जाडो वाला बिस्कुट वाला ए बिस्कुट वाला नाम बिस्कुट भन न। अनि रोहितलाई देखाएर यो वाला भनेपछि त उ त खुसी भएर अर्को पटक आउला भनेर फेरि म यहाँ सोच आउला आउनु पर्यो जाडन सुरु हुँदैछ हैन हामी चिया सक्यो सक्यो ठिकै छ अर्को उसमा चिया खानुपर्छ। ओके हामी के कुरा गर्दै थियौँ भने हामी उसमा दिदीसँग जस्तो फ्यामिलीबाट चाहिँ जस तर सपोर्टिभै हुनुहुन्छ तपाईँको फ्यामिली? एकदमै एउटा महिलालाई चाहिँ परिवारबाट विवाहित महिलालाई है विवाहित जो विवाह गरेर जानुहुन्छ अर्काको घर गइसकेपछि परिवारबाट सपोर्ट भयो भने त साँच्ची नै अति नै जस्तो सुकै काम पनि गर्छु भन्ने आँट आउँछ कि त्यो चाहिँ मेरो परिवारबाट चाहिँ छ। त्यो देखिन्छ पनि दिदी एकदम त्यो चाहिँ कस्तो हुन्छ भने ठ्याक्क आउटपुटमा रिजल्टमा पनि देखिन्छ रिजल्टमा पनि ट्याक्क छ के हजुरको चाहिँ। समय दिदीसँग आएँ म होइन सो त्यो अघि पनि नसोध भन्नुभयो थियो सोधिहालेँ त्यो क्वेसन। सो विवाह चाहिँ कहिले अब हामी चाहिँ भोज चाहिँ कहिले खान पाउने दिदीको? भोज चाहिँ अब हेरौँ जहिले जुड्छ कहिले नजुरेरै होला होइन नजुरेर हो कि कसैको पर्खाइमा हो कि कोही एउटा विशेषको पर्खाइमा हो कि आज भन्नुहोस् समकेजी तपाईँले भन्नै पर्छ। जनता जान्न चाहन्छन् को तपाईँको मनको राजा जसको पर्खाइमा तपाईँ हुनुहुन्छ? होइन त्यस्तो पर्खाइमा भन्दा पनि होइन नजुरेको जुरेपछि होला। मतलब हाम्रो भेना फिक्स हुनुहुन्छ? छैन के अरे यहाँ फर्म खुल्ला छ फिलअप तर त्यो फर्म फिलअप गर्दै गर्दाखेरि बाबल चित्त बुझाउनु पर्छ। अरू रिक्वायरमेन्ट्सहरू के छ त्यसको? रिक्वायरमेन्ट्सहरू चाहिँ कति छ थुप्रो छ। एउटा भन्दिनँ फर्म यहीँबाट खोलेपछि फर्म यहीँबाट खोलौँ होइन। फर्ममा चाहिँ एउटा चाहिँ के हुन्छ भन्दाखेरि बाबाले चित्त बुझाउनु पर्यो मेन, अनि अर्को चाहिँ नेपाल बस्ने हुनु पर्यो, नेपालै बस्ने हुनु पर्यो। अनि अर्को भनेको चाहिँ कस्तो भन्दाखेरि जति उसले नेपाललाई माया गर्छ त्यति नै मलाई माया गरोस् त्यति नै हो। अरू भनेको धनी चाहिएन कमाउला पैसा होइन। त्यो त अब देवदहको राइजिङ एन्टरप्रेन्योर होइन समग्र अधिकारी लोमुर पोस्टिङ आर अहिले त देवदहभरि दुईटा मान्छे हुनुहुन्छ क्या समयका दिदी। मैले फोटो हाल्ने बित्तिकै त्यसमा जुन रेस्पोन्स थियो नि पढ्नु भएन होइन? मैले हेरेको थिएँ कमेन्ट बिन्दा दिदीको र समयका दिदीको फोटो हाल्ने पर्सनल मेसेज पनि आएको थियो तपाईलाई। वाह यस्तो फ्यानहरु छ। धेरैजना खुसी हुनु भएको थियो नि त जसले स्ट्रगल देखिराख्नु भएको छ उहाँहरु त अभियसली खुसी हुनुहुन्छ। सो या लेट्स हेयर दैट स्ट्रगल स्टोरी। सुरुमा त म सोशल वर्क तिरै गए हैन, जस्तो अब लाइक देवदामा हामी मेबी काउन्ट गर्ने भने लियो हैन, रोड ट्र्याक दुईटा छ क्या हो, एन्ड देन लियो त कतिवटा छ मेबी त्यसको भिडियो हामी बुझ्दैनौँ है, म बुझ्दिनँ। देवदामै दुई तीनटा कतिवटा छ हैन, लायन्सहरु सबै भइरहेको थियो। लायन्सहरु त अलि लेभलमा भयो, त्यहाँ चाहिँ पाकरी वृक्षमा चाहिँ एउटा चाहिँ लेडिजहरुकै लायन्स छ। पाकरी वृक्षको चाहिँ म
फर्स्ट बिपी भए चाहिँ अहिले चाहिँ अहिले फर्स्ट फर्स्ट बिपी त्यही त के पाकरी ब्रिजले चाहिँ एकदम त्यही त भनिरहेको छ अनि त्यसमा पनि हुनुहुन्छ नि त प्रेसिडेन्ट हैन प्रेसिडेन्ट हजुर अनि त्यही त के त्यो पाकरी ब्रिज चाहिँ प्रपर लेडिजहरूलाई मात्र फोकस गरेर खोलेको लायन्स हो तर त्यो बाहेक हेर्ने हो भने फेरि हाम्रो सबै सामाजिक संस्थामा चाहिँ जेन्ट्सहरूको नै नेतृत्व हुन्छ झ्याप्प हामीले चाहिँ लेडिजै प्रेसिडेन्ट भएर चाहिँ देख्न पाइँदैन आई मे बी रङ एउटा दुइटा हुनुहुन्छ होला उसमा तर त्यो भनेको जस्तो अब सबैमा हेर्दाखेरि एउटा एकदम थोरै नम्बर भयो नि त सो जस्तो त्यसको चाहिँ कस्तो हुन्छ भने जस्तो अब त्यहाँ आएर गरेर त समाजमा चाहिँ हामीले सोसल वर्क गरिरहँदाखेरि पनि त्यसको एउटा अर्कै लेभल स्ट्रगल त छ त्यसको एउटा अर्कै लेभल अफ स्ट्रगल छ फेरि होइन जुन रोहित भाइले एकदम मजाले बुझ्न सक्छन् त्यो चाहिँ मैले कुनै गेस्टलाई भन्न सक्छु ओके आई क्यान फिल योर पेन भनेर भन्न सक्छु कि त्यसमा चाहिँ त्यसमा पनि अघि पनि फेरि त्यही कुरा जस्तो एउटा लेडिज भएर नेतृत्व गरिरहँदाखेरि सो यो प्रश्न चाहिँ ठ्याक्कै बिन्दाजीले सोधेको टाइपको प्रश्न भयो कि जुन हुन्छ नि विद्या एउटा समाजमा स्थापित भइरहँदाखेरि त्यहाँ चाहिँ स्वागत गर्ने मान्छे धेरै भयो कि लखेट्ने मान्छे धेरै भयो तपाईँलाई कस्तो हेभी क्वेसन है बाउले सेन्टीवाला भयो नि कस्तो भन्दाखेरि यो चाहिँ मैले आफूले भोगिराख्दाखेरि त्यो अब अहिले रिसेन्टली भोगिरहेको होइन नि त यो त जब 10सम्म त बाबा आमाले सबै कुरा पुरा गरिदिनुहुन्छ त्यसपछि केही हुँदैन मेन स्ट्रगल भनेको चाहिँ +2 पछि सुरु हुन्छ जस्तो लाग्छ है मैले आफ्नो पर्सनली चाहिँ भोगाइ बुझ्दाखेरि +2 देखि चाहिँ सोसाइटीमा एक्सपोज हुन लागेको र त्यो काम गरिराख्दाखेरि कस्तो हुँदो रहेछ भन्दाखेरि काम गरिराख्दाखेरि परिवारले भन्छ उसलाई समाजले वाह गरिरहेको छ होइन समाजले भन्छ परिवारले उसलाई कति धेरै सपोर्ट गरिरहेको छ काम गर्नको लागि त्यो बीचको जुन धरातलमा हामी उभिएर काम गर्नुपर्ने हुन्छ नि त्यो चाहिँ सजिलो छैन के भनेको यो समाजले चाहिँ महिलाले नेतृत्व गरेको हेर्न चाहन्छ है तर आफ्नो घरबाट होइन अरूको घरबाट के होइन त्यो भनेको अनि पछि फेरि समाजले चाहिँ खुट्टा एकदम तानिराख्दाखेरि चाहिँ हामी महिलाले चाहिँ नेतृत्व गरिराख्दाखेरि चाहिँ खुट्टा काम्नु चाहिँ भएन खुट्टा तान्ने थुप्रै हुनुहुन्छ गाह्रो छ अहिलेकै डायलग होइन गाह्रो छ त्यो बिचमा उभिएर काम गर्नु चाहिँ परिवार र समाजको बिचमा उभिएर काम गर्नु चाहिँ सजिलो छैन डराएर होइन रमाएर जिउनुहोस् जिन्दगी भनेर मैले कहिलेकाहीँ क्याप्सन राखेर हुन्छु कि फेसबुकमा डराएर होइन कि जिन्दगी जिउने त रमाएर जिन्दगी जिउनुहोस् यो रमाएर वालामा चाहिँ दिदीको फेरि यस्तो हुन्छ नि होइन भोइस सी इज मेकिङ यस्तो वाला जेलियस के यस्तो वाला जेलियस फिल हुन्छ नि दिदीको स्टोरिजहरू हेर्दाखेरि होइन विकमा एकचोटि घुम्न गएकै हुनुहुन्छ एकदम म त बाहिर पनि गएर आउनु भयो होइन जाने सोचमा अब त्यो अहिलेको अब भाइहरूको जेन्जीको आन्दोलन त्यसपछि चाहिँ अब माहौलै अलिकता फरक भइदियो होइन अझै होस् आफ्नै प्रकृति आफ्नै नेपालको प्रकृतिसँग चाहिँ म रमाइरहेको हुन्छु एकदमै बिजी भइरहेको हुन्छु अफिसतिर होइन थोरै पनि समय पाएँ भने म आफैलाई समय दिन्छु कि यो वाला कस्तो हुन्छ नि होइन यो लेभलको बिजी त्यसमा पनि हामी फुर्सदमा भएको भन्दा पनि बढी घुम्दिने कि फेरि त्यो भनेको सुन्दाखेरि दिदीले चाहिँ आफूलाई पनि प्रायोरिटी दिनु भएको छ कि त्यो चाहिँ एकदम इम्पोर्टेन्ट हो नि त सेल्फ प्रायोरिटी चाहिँ अनि फेरि दिदीको कुरामा म जोडेँ है दिदी जति एक्सप्लोर गर्नुहुन्छ नि नेपाललाई तपाईँ जति घुम्नुहुन्छ त्यति नेपालको माया लाग्छ हो किन दिदी हो नि एकदम कि जति घुमिन्छ नि हामी त्यति नै नेपालको माया लाग्छ तपाईँ बढी मालिका गएर त्यही त के अरे भिजा लायो भनेर भन्नुभयो मतलब कुन देशको लागि छ यो भिजालाई यस्तो भइरहेछ लो मुडको अनि भिजा लायो भने पछि बढी मालिकाको रहेछ यस्तो भयो कि बढी मालिका जानको लागि चाहिँ धेरै समयदेखि नै मिलाइरहेको अब त्यो ठाउँ एक त विकट भन्दा पनि सुन्दरताको हिसाबले हेर्दा एकदमै धनी होइन तर अलिकति हामीले भेहिकलको अरू कुराको फेसिलिटिजको कुराले हेर्दा चाहिँ एकदमै विकट जस्तो देखिन्छ नि त अनि त्यो मिलाइराख्दाखेरि मिलिरहेको थिएन अनि बढी मालिका जान पाउने भनेपछि एकदमै खुसी लाग्यो है अनि स्टोरी राखेको थिएँ भिजा आयो भनेर होइन अनि तर मैले त्यो खेलमा अथवा त्यो के खुसी भएर राखेको थिएँ होइन तर जुन बेला म पाटन होइन त्यहाँ गएँ नि त टपमा पुगेँ नि त पुग्दाखेरि साँच्चै भिजा नै लागेर रहेछ भन्ने भयो सिरियसली नै मेरो भिजा लागेर रहेछ भन्ने भयो त्यो त ठ्याक्कै कस्तो त्यो बाटो चाहिँ तपाईँहरू सायद अत्तरियाबाट माथि चढ्नु भएन अत्तरियाबाट माथि चढेर जाने हो होइन डडेलधुरा हुँदै चाहिँ जाने हो कि म बाजुरा गएको छु कि त्यो उसलाई एउटा बेलामा ज्याकेट लिएर गएको थिएँ बच्चाहरूको लागि अनि त्यसपछि म सुतिर त्यसको एउटा स्टोरी छ कि म यहाँ माथिदेखि चढेपछि सुतिरहेको थिएँ होइन
गाडीमै सुतिरहेको थिएँ कि किनकि एकदमै दिदी गएर आउनुभयो त्यो ह्याक्टिकै हुन्छ कि गाडीमा बस्दा 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 कहिले आउला भन्ने हुन्छ टोटल लगभग 2 दिनको टोटल ट्राभलै जस्तो हो कि 1.5 दिनको भनौँ न टोटल ट्राभलै जस्तो हो कि अनि त्यसपछि सुतिरहेको थिएँ एकदमै त्यो ह्याक्टिक भएर अनि साथी त्यो मेरो बालकृष्ण भन्ने त्यसले उठायो क्या उठ्छ भनेर भन्यो के भएछ एउटै ब्याचको के भएछ भनेर झ्यालबाट हेर्नु भने यस्तरी हेर्नु त वा त्यसपछि त अनि त्यो थकान त्यो ह्याक्टिकनेस त त्यो हिमाल यहीँ अगाडि देखिँदाखेरि त वा लाग्यो हामीले हिमाल भनेपछि पोखरा सोखरा इमेजिन गर्छन् नि बट त्यो वाला चाहिँ जति नेपाल घुमिन् त्यति नेपाल बस्नु मन लाग्छ कि बवाल वाला एक्सपिरियन्स थियो दिदी पश्चिमतिर जानुभएको छ कि नै पश्चिम पुगेको छु म पश्चिम यो के अरे पुल छ नि के भन्छ लामो पुल कर्णाली त्यहाँसम्म चाहिँ फेमस जसले फोटोसुट गर्ने ठाउँ हाम्रो कम्पनीकै प्रोग्राम थियो कम्पनीले गर्दा धेरै ठाउँमा चाहिँ मलाई पुऱ्याएको छ यो कम्पनीमा त म आउँछु एकछिन धेरै कुरा गर्नुपर्ने छ कम्पनीमा मैले अघि नै भने साइकलबाट कारसम्मको यात्रा त्यहाँ पनि कुरा गर्नु छ सो त्यसैमा जाऊँ अब एकछिन जस्तो के कुराबाट चाहिँ तपाईँलाई चाहिँ मिडिया फिल्डलाई चाहिँ एकछिनलाई कमा लागेको भन्छु है मैले बिकज होइन यो फिल्ड यस्तो फिल्डहरू छ कि तपाईँ एकचोटि छिर्ने हो त्यसपछि निस्कियो भनेर सधैँको लागि कहिले पनि निस्किनु नमिल्दो रहेछ कि मिडिया फिल्डबाट सो एकछिनलाई दिदीको ब्रेक छ होला फेरि कहीँ न कहीँबाट अब सुरु भइसकेको छ गोप्रो बोकेर भगिङ टाइपको अब कहीँ न कहीँबाट आउनुहुन्छ धेरै टाढा बस्नु सकिन्न तर कहाँनिर चाहिँ क्लिक गरेँ कि ओके अब चाहिँ म यो के भन्छ अरे मिडियालाई एकैछिन यो फिल्डलाई एकछिन यहीँ थाती राखेर चाहिँ म अब लाइफ इन्सुरेन्सतिर चाहिँ जीवन बिमातिर चाहिँ म आउनुपर्छ अथवा चाहिँ कर्पोरेट सेक्टरमा आउनुपर्छ भनेर चाहिँ कुन कुराले क्लिक गर्यो अथवा त्यो स्टार्टिङ चाहिँ कहाँबाट भयो वास्तवमा चाहिँ म यो फाइनेन्सियल सेक्टरमा आउँछु भनेर त बच्चादेखिको मेरो सोच त फरकै थियो त्यो सानोको अहिले स्टोरी अहिले बताउँला होइन ठ्याक्कै मलाई चाहिँ यो इन्सुरेन्स फिल्डमा जानको लागि चाहिँ आफूलाई चाहिँ अपडेट गर्नुपर्छ है आफ्नो क्षमता अनुसार अपडेट चाहिँ हुनुपर्छ भन्ने हिसाबले चाहिँ म रेडियोबाट चाहिँ ठ्याक्क अफर राम्रो पनि आयो हाम्रो सिटिजन लाइफ इन्सुरेन्स कम्पनी 74 सालमा खुलेको र हाम्रो व्यावसायिक रूपले र ठ्याक्कै 76 सालमा चाहिँ मलाई म्यानेजरको रूपमा प्रस्ताव पनि आयो अनि पहिलो पोस्टिङ म्यानेजरको थियो म्यानेजर हजुर त्योभन्दा अगाडि त म एजेन्सी भएर सिटिजनको फ्याटफुट गरिरहेको थिएँ त्यो पनि फर्स्ट उसले एज अ ब्रान्च म्यानेजर हैन हजुर डिफरेन्ट लेभल अफ अरा भन्छ नि त्यही हो कि क्षमतालाई कसरी रोक्न सक्दैन भने त्यही जस लाइफ इन्सुरेन्स कम्पनीमा यो आइसके पश्चात एउटा जीवन नै परिवर्तन गराउने नै मेरो सिटिजन लाइफ इन्सुरेन्स कम्पनी हो र मलाई एउटा म अपडेट भएँ नि त म जुन रेडियोमा हुँदाखेरि अब मान्छेलाई के हुन्छ भने जुन चिज आफूसँग छैन त्यो चिजको बढी महत्त्व हुन्छ नि त त्यति बेला मान्छेहरूसँग चिने घुलमिल भए बोल्न जाने होइन र पैसा चाहिँ कमाउनु पर्छ है भन्ने चाहिँ थियो है पैसा चाहिँ कमाउनु पर्छ होइन अनि रेडियोमा रहँदाखेरि साथीभाइसँग भेट्न पनि डर लाग्थ्यो किन लाग्थ्यो भन्दाखेरि आफूसँग पैसा हुन्थेन नि त आफूसँग पैसा नभइसकेपछि आफूसँग अलिकता साथीभाइसँग बसेर होइन दुईजना बसेर खानालाई त पुग्ला होइन अलिकता धेरै मान्छेहरू भइदियो भने त फेरि कस्तो छ भने मलाई फेरि पहिलो आफैबाट निकाल्ने के होइन अरूले तिर्ला भनेर कुरेर चाहिँ बस्दैन कति बेला म गएर तिरौँला भन्ने त्यो सोच छ कि सोच थियो पनि होइन त्यसले गर्दा पैसा चाहिँ कमाउनु पर्छ आफूलाई चाहिँ अपडेट चाहिँ गर्नुपर्छ रेडियोमा यति वर्ष काम गरेँ अब चाहिँ के गर्नुपर्छ भन्ने खण्डमा त्यति बेला ठ्याक्कै एउटा राम्रो प्रस्ताव आयो प्रस्ताव आइराख्दाखेरि अब ठ्याक्कै भने जस्तो पनि भयो भने जस्तै पनि भएको छ र हुन्छ पनि भनौँ सो जियोस एउटा उसमा त मनी म्याटरले नै अलिकति क्लिक गरे होइन दिदी चाहिँ बेस्ट ब्रान्च म्यानेजर समथिङ नि के हुनु भएको होइन हो म 76 सालमा 76 मा स्टार्ट गरेँ मैले चाहिँ सिटिजन लाइफ इन्सुरेन्स कम्पनीमा लगातार काम गरिसके पश्चात मैले दोस्रो वर्ष नै एचिभ गरेको सेकेन्ड इयरमै अनि जस्ट सिटिजन लाइफ इन्सुरेन्स कम्पनी कन्भिन्स गरेर इन्सुरेन्स गर्ने भनेको म एकदम के यसै सुरुमा आवाजबाट फ्यान थिए त्यसपछि अब यो चाहिँ मलाई कन्भिन्स गर्ने पावर चाहिँ किन मलाई इजी लाग्छ भने म लामो समय रेडियोमा कार्यक्रम प्रस्तुता अनि कहिलेकाहीँ न्युजहरू पढ्थे अनि सँगसँगै मार्केटिङ म्यानेजरको रूपमा रहेँ मार्केटिङ म्यानेजर भइसकेपछि त्यति बेलाको अवस्थामा तपाईँको 200-250-300 एउटा त विज्ञापनै खोज्थे कि तपाईँको देवदहबाट 200-250 एउटा विज्ञापन अब हाम्रो प्रत्येक
जुन पसलहरू हाम्रो खैरेनी शीतलनगर घोडामा रहेका पसलहरू टोटल्ली देवदहकोले सबैले दिनुहुन्थ्यो होइन। अनि ल बजाउनुपर्छ देवदहलाई, देवदहको रेडियोलाई माया गर्नुपर्छ भनिसकेपछि धेरैको नभए पनि सानो सानो गर्नुहुन्थ्यो होइन। त्यति बेला हाम्रो यो न्यु इयरको अनि त्यसै गरी दसैँ तिहारको दसैँको मा चाहिँ हाम्रो शुभकामनाहरू बस्थ्यो त्यति बेला। अनि त्यसै गरी बुटोलबाट पनि अत्याधिक हाम्रो विज्ञापनहरू चाहिँ जान्थ्यो बुटोलबाट बुटोल आउँथ्यो है, बुटोल आउँथ्यो। अनि त्यो बुटोलमा हाम्रो कलेजहरूको कन्सल्टेन्सीहरूको चाहिँ विज्ञापनहरूको 2000 को विज्ञापनको पैसा लिनको लागि होइन 3-4 छुट्टी 5 छुट्टी नै धाउनु पर्थ्यो क्या। 2000 विज्ञापन होइन होइन, अलिक पछिको कुरा, म छोड्ने बेलाको कुरा होइन। धेरै सुरुमा त स्टार्टिङमा त मैले त केही वर्ष त मैले कार्यक्रम प्रस्तुताको रूपमा काम गरेँ। त्यो स्यालेरी एक्ज्याक्टली नै भनेर पाउँथ्यो कार्यक्रम प्रस्तुता थिएन नि त्यति बेला त। तपाईँको कति 1.5 वर्ष त मैले 1.5-2 वर्ष त मैले भोलिन्टियरै काम गरेँ, किनकि रहरको विषय थियो नि त मलाई त मिडियामा त। 2 वर्ष भोलिन्टियर काम गरेँ, किनकि पैसा त्यो बेलामा रेडियोमा आवाज आउनको लागि, रेडियोमा मेरो आवाज सुनोस् होइन, सुनाउँछु, मलाई सबैले चिनोस् भन्नको लागि 1.5-2 वर्ष भोलिन्टियर काम गरेर अनि पहिलो स्यालेरी मेरो चाहिँ 1500 रुपियाँ थियो। 1500 थियो 1.5 वर्ष पश्चात चाहिँ रेडियो देवतामा 1500 रुपियाँ स्यालेरी। त्यो 1500 रुपियाँ स्यालेरी पाउँदा यति खुसी भए नि। ओहो 1500 त मेरो त 15,000, अब 15,000, अब 15,000 पाए स्वरूप मलाई त्यति बेला भएको थियो कि। अनि अब रेडियोमा अब त्यो एकदमै रस थियो नि त, म केही गर्छु भन्ने चाहिँ। जस त्यति बेला मैले त्यति भोलिन्टियर काम गरेर होइन पैसै नपाएर पनि त्यो त्यसरी गरेको भएर आज मलाई यो ठाउँमा छु भन्ने चाहिँ एकदम सङ्घर्ष धैर्यता चाहिँ चाहिन्छ भन्छु। अहिलेका धेरै मैले भाइ बहिनीहरूलाई देख्छु होइन, कतिपय हामीले भ्याकेन्सीहरू खुलाइरहेको हुन्छौँ कि, अनि पहिल्यै आउनुहुन्छ है। अनि मैले सोध्छु अनि तपाईँको एक्सपिरियन्स के छ, के गर्नुहुन्छ, केही नै गरेको छैन भन्नुहुन्छ। अनि तपाईँको के छ त कति छ स्यालेरी, केही छ तपाईँले गरेको भनेर सोद्धा अनि मलाई त 20,000 25,000 भन्नुहुन्छ कि। ओहो कान्छा भन्यो होइन, यो त कान्छावाला त उसवाला आशिका, त्यही भएर त त्यो आशिका दिदीको जस्तै क्यामेरा लिएर अब चाहिँ के होला। हामी समयको दिदीलाई याद छ फर्स्ट स्यालेरी कति थियो? ठ्याक्क के दिदीले 1500 भन्दाखेरि चाहिँ मैले पनि यसरी सुरु गरेको थिएँ भने चाहिँ मलाई त्यो के ठ्याक्क त्यो के टच भइहालेको कि। तपाईँको फर्स्ट स्यालेरी जनतामाविबाट हो कि त्योभन्दा पहिला? जनतामाविबाट हो। अनि कस्तो भन्दाखेरि त्यतिखेर एकदमै थोरै थियो कि स्यालेरी चाहिँ। लगभग अब दिदीको जस्तै त्यतिखेर 1500 थोरै भयो जस्तै, अब हाम्रो पालामा आउँदाखेरि अलिक त थोरै नै हुन्छ नि त। लगभग 6,000 हाम्रो पालामा भन्नु हाम्रो पालामा त जिनिस भयो नि त। दिदीको फेरि 1500, अब हाम्रो त फेरि यता भयो नि त। अनि मेरो जनताबाट नै सुरु भएको करियर, त्यहाँबाट चाहिँ मैले कन्फिडेन्स लेभल चाहिँ बिल्ड गरेँ। स्यालेरीको कुरा गर्दाखेरि चाहिँ 6,000 7,000 यस्तै कति थियो। तर मेरो त्यो फर्स्ट स्यालेरी चाहिँ मैले डोनेट गरेको थिएँ। फर्स्ट स्यालेरी समाजसेवीको चाहिँ फेरि त्यो फेरि कस्तो भन्दाखेरि, तर त्यो फर्स्ट स्यालेरी त्यति थोरै भइराख्दाखेरि कसैले पनि तिमीले जब गर भनेर भन्नुहुन्थेन नि त। तर मलाई कस्तो भन्दा सबैले जब नगर यति थोरै पैसामा भनेर भनिराख्दाखेरि पनि त्यो टाइममा मैले जब चाहिँ छोडिनँ है भने त्यो कुराले चाहिँ मलाई अहिले चाहिँ आफैप्रति प्राउड फिल हुन्छ कि त्यतिखेर मैले थोरै पैसामा छोडेको भए होइन। अनि कति धेरै सुरु त्यो स्टार्टिङ फेजमा चाहिँ कस्तो गाह्रो हुन्छ नि त, जताततै चुनौती मात्र हुन्छ, सानो सानो मिस्टेकहरू हुन्छ होइन। अनि त्यतिखेर चाहिँ एकदमै गाह्रो हुन्थ्यो नि त। त्यो बेलामा चाहिँ सबैले छोड भन्दाखेरि छोडिनँ, छोडेको भए सायद म त्यहीँ हराउँथ्यो होला, स्टप हुन्थ्यो होला। मनको आवाज सुनेको भएर सायद आज यहाँ छु जस्तो लाग्छ। हामी सँगै पनि पढायो नि भाइ, सिनियर जुनियर पनि भए स्कुलमा अनि यता स्टाफको रूपमा सँगै पढ्नु भएको एउटै स्कुल हो। उहाँ चाहिँ एक ब्याच माथि हुनुहुन्थ्यो कि 1 इयर माथि। उहाँ 68 को एसएलसी, म 69 को भनिदिइहालेँ एज भएको। अनि पछि चाहिँ फेरि जनतामाविमा गइसकेपछि हामी त्यहाँबाट फेरि साथी भयौँ, कर्मचारी एउटै उसमा भयो। तर म गएको 3-4 महिनामै दिदीले फेरि छोडेर अन्त भ्याकेन्सी आयो, त्यसपछि त्यहाँ जानुभयो। अनि त्यसपछि बल्ल अनि लोमोर सुरु गर्नुभयो नि? त्यसपछि एक्ज्याक्टली यही सोध्न मन थियो, लोमोर चाहिँ कहाँबाट सुरु भयो? लोमोर सुरु भएको चाहिँ म मास्टर पढ्दा पढ्दै सुरु भएको। तर त्योभन्दा अगाडि चाहिँ मैले कोभिडमा अचार बनाएर बेच्या हो। हजुर, अचार बनाएर बेचिसक्दाखेरि चाहिँ अब त्यो बेलामा चाहिँ म ब्याचलर लगभग सकिसकेको थिएँ। तर के हुन्छ नि, अब सबैजनाले चाहिँ अचार अथवा त्यो भनेको एकदम लो भनेर सोच्नुहुन्छ नि त। अनि त्यसपछि तिमीले यो स्टार्ट गर्यो भने तिम्रो करियर कहीँ गएर फेरि यसैमा अल्झिन्छ भन्नुभयो। तर
मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि काम चाहिँ सानो ठुलो हुँदैन, तर तिमीले अध्ययनले गरेको छौ कि बिना अध्ययनले गरेको छौ त्यसले चाहिँ म्याटर गर्छ होइन। जस्तै अध्ययन गरेर तिमीले जुत्ता सिलाउन बस्छौ भने पनि इट म्याटर्स, ठुलो कुरा हो होइन। जस्तै तिमी र म सँगै बसिरहेको छौँ, मैले चाहिँ पिएचडी गरेको छु, म जुत्ता सिलाउन बसेको छु, तिमी चाहिँ पढेकै छैनौ, तर नपढेको र पढेकोलाई मैले त्यो भेदभाव गर्न खोजेको होइन। सँगै बसिरहेको छौँ भने जुत्ता सिलाउन अभियसली मेरोमा आउनुहुन्छ होला होइन, त्यो म्याटर चाहिँ। त्यही भएर मलाई चाहिँ जो कोहीले चाहिँ मास्टर गरिरहेको छ, चटपट बेचेको छ, मलाई चाहिँ वाउ लाग्छ कि होइन। अनि किनभने काम त कहिले सानो ठुलो हुँदैन, अनि तर अध्ययन गरेको छ कि छैन भन्ने कुरा चाहिँ म्याटर गर्छ मलाई एकदम। अनि त्यो एक्ज्याक्टली लोमो चाहिँ सुरु गर्न के कुराले क्लिक गर्यो हुन्छ नि, अब त्यो यो त प्रोडक्ट हो तपाईँले बनाएको होइन, यो त प्रोडक्ट बेस्ड बिजनेस तपाईँ आफै बनाएर चाहिँ गरिराख्नु भएको छ। एन्ड देन इट इज क्लाइम्बिङ इट्स स्टेयर होइन। अनि अहिले त अब हाम्रो के अरे स्टोर्सहरूमा पनि मजाले एभाइलेबल छ। अब भाडुबडी दिन पनि आउँछ, तर भाडुबडी दिन नराख्नु है, आन्दोलन हुनु बित्तिकै चलिहाल्छ डर लागेको छ होइन। बट इट्स विल कम आउट टु बिग स्टोर्स एज वेल। अहिले त मजाले अब देवतातिर सबैतिर आइरहेछ। अनि यो चाहिँ अझ मेन स्टार्ट गरेको त सुरुमा त फेसबुकबाट होइन, फेसबुक मार्केटिङबाट हो। कोभिडबाट चाहिँ अचार स्टप नभएको भए सायद मैले अचार नै कन्टिन्यू गर्थेँ होला, किनभने स्टिल मेरो कस्टमरहरू हुनुहुन्छ जसले चाहिँ अचार खोजिराख्नुहुन्छ कि अचार छैन बहिनी भन्नुहुन्छ। अनि किन भन्ने भन्दा त्यो अचारले चाहिँ मोहनी लगाएको थियो, मिठो थियो भन्नुहुन्छ कि है। अनि त्यो गर्थ्यो होला, तर त्यसपछि चाहिँ मैले त्यो कन्टिन्यू गर्न पाएन, त्यही नै ब्रेक भयो। त्यसपछि कस्तो भयो भन्दाखेरि दिदीको छोरा जन्मियो होइन। अनि दिदीको छोरा जन्मिसकेपछि चाहिँ म फेरि कस्तो भन्दा फ्यामिलीको लागि एभ्रिथिङ गर्ने कि, मतलब जे भने पनि नाइ नभन्ने होइन। अनि काठमाडौँबाट बिदामा आएको थियो क्या, अनि बाबु चाहिँ 6 महिनाको भएको थियो। 6 महिना भइसकेपछि त हामीले उनीहरूलाई चाहिँ के खुवाउन सेरेलेक्स लिटो भनेर खुवाइन्छ नि त। अनि त्यो चाहिँ 2-3टा आइटम राखेर चाहिँ पठाइदेऊ है भन्नुभएको थियो दिदीले होइन। बनाएर पठायौँ, पठाइसकेपछि रहेको प्रडक्टहरू चाहिँ बेच्यो, तर त्यतिखेर चाहिँ फिडब्याकहरू केही पनि राम्रो थिएन। तर सुरुमै चाहिँ आफूले बनाएको आफैले बनाएको बनाएर चाहिँ मैले पठाएँ दिदीलाई। पठाउँदाखेरि राम्रो बाबुले राम्रोसँग खाएको थिएन, बाबुलाई कन्स्टिपेसन भयो है भन्दाखेरि त्यसपछि दिदीहरूले ब्रेक गरिदिनु भयो खुवाउनको लागि। तर यता पनि बेचिरहेको थियो, यता पनि बेचिरहेको, तर त्यस्तो राम्रो फिडब्याक त थिएन। तर कसरी यसलाई इम्प्रुभ गरेर लग्न सकिन्छ त नि भनेर चाहिँ म कन्टिन्यू लागिरहेँ कि। जस्तै कस्टमरले दिएको फिडब्याक होइन, कहिले के इन्ग्रिडियन्ट थपिदिनु भन्नुहुन्छ, तर उहाँहरूले इन्ग्रिडियन्ट थपिदिनु भन्दै गर्दाखेरि उहाँहरूले भनेको एप्रोप्रिएट छ कि छैन भने स्टडी गर्छु है फेरि, किनभने सबैले भनेको राइट हुँदैन नि त। अनि त्यसरी चाहिँ काम गर्दै 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 गर्दाखेरि अनि आज यो स्टेजमा अहिले लगभग 9वटा स्टोरहरूमा चाहिँ हाम्रो प्रडक्ट चाहिँ मजाले बेचिरहेको छौँ हामीले। 9 स्टोर्स देवदहमा मात्र कि बाहिर पनि छ? बाहिर पनि छ, भैरवा अनि नवलपरासी, देवदह। तर सबैभन्दा प्यारो चाहिँ मलाई के लाग्छ भन्दाखेरि लोमुर कहाँको प्रडक्ट हो भनेर राख्दाखेरि देवदहको प्रडक्ट हो। मलाई सबभन्दा प्राउड मोमेन्ट लाग्ने चाहिँ यही नै हो। यो हाम्रो लागि पनि प्राउड मोमेन्ट हो एकदम। मैले अनि जति पनि हामीले एडभर्टाइज गर्न चाहिँ हामी दिइरहेको हुन्छौँ, उहाँलाई काउन्सिलिङ गर्छौँ नि त। गरिराख्दाखेरि चाहिँ हामीले उहाँलाई के रिक्वेस्ट गर्छौँ भन्दाखेरि देवदहको प्रडक्ट हो भनेर चाहिँ नछुटाउनु है। किनभने मैले यो पोडकास्टमा जे बोलिरहेको छु नि, म बाहिर पनि यही नै हो कि फेरि। यहाँ एउटा बोल्ने बाहिर एउटा बोल्ने चाहिँ होइन फेरि होइन। अनि जति पनि अब यो पोडकास्ट हेरिराख्नु भएको छ उहाँहरूले फिल गर्न सक्नुहुन्छ। म जहिले नै भन्छु देवदहको प्रडक्ट, लोमुर भन्न छुटाउनु तर देवदहको प्रडक्ट भन्न चाहिँ नछुटाउनु। हाम्रो तर हामी देवदहलाई रिप्रेजेन्ट गरिरहँदाखेरि होइन, हाम्रो अझ बेसिकली यसमा त अझ बिन्दा दिदी अझै बढी सुन्नुभयो होला। जस्तो हाम्रो इभन पाकडी रुखहरू भयो होइन, अझै पनि दिदीले मजाले एक्सप्लोर गरेर हुनुहुन्छ। एक्सप्लोर पनि, अनि त्यो बेलामा अब प्रोग्रामहरूमा उस गरिराख्दाखेरि पनि होइन धेरै कुराहरू कि त्यसमा पनि हुँदा आइराख्दाखेरि भनौँ न हाम्रो देवदह त कति छ नि त प्रमोट गर्नको लागि एकदम धेरै। गौतम बुद्धसँग फेरि एकदम रिलेटेड पनि भयो छ। मैले विशेष गरी भाइले अघि नै मलाई जोडिहाल्यो। अनि दिदी यति व्यस्त भए पनि तर व्यस्त भन्दा बढी चाहिँ भिडियोहरू मैले रमाइलो गरेको देखिरहेको हुन्छु भने म धेरै टाढा जाँदैन नि भाइ। म देवदह वरिपरि कहिले पाकडी जान्छु, कहिले एकदम काम गरिरह्यो भने, अनि म देवदहकै पाकडी जान्छु। अनि देवदहकै अहिले हाम्रो बुद्ध पार्क रहेको छ, अनि त्यति राम्रो होइन काष्ठकला। र देवदहमा यति सुन्दर सुन्दर तिम्रो देवदहकै ताल रहेको छ, देवदह ताल छ, दह छ होइन, त्यति राम्रो। त्यहाँ माहेगे पनि लागेको थियो होइन, एकदमै राम्रो राम्रो सुन्दर ठाउँहरू छ। त्यही भएर म देवदह अलिकता समय भयो घर जाने बेलामा, म ठ्याक्क 5:30 बजे छुट्टी भयो भने नि म अलिकता समय 10-15 मिनट भयो भने ठ्याक्क क्यामेरा लयो, अनि त्यसै एउटा टिकटक बनायो, एउटा फोटो हाल्यो, अनि हालिहाल्यो। अनि किनकि खुसी चाहिँ आफूलाई एकदमै खुसी चाहिँ राख्नुपर्छ। आफू खुसी भयो भने मान्छेहरू भन्छ के अरे
अरूको हेरेर म तपाईँको भाइले भने दिदीको हेरेर हामी कति हेर्छौँ भने पहिला आफू खुसी हौँ अनि बल्ल अरूलाई चाहिँ खुसी देऊ है। अब आउने बुहारीलाई पनि कति है मेरो मात्रै कुरा गर्ने हजुरको मात्रै कुरा गर्ने होइन आउने बुहारीको नि कुरा गर्नुपर्ने। आउने बुहारीको टुङ्गो भएको कहाँ बसेर हेरिरहेकी छिन् होला पक्कै पनि हेरि त राखेकी छिन्। अब होइन टुङ्गो भएको भए त हेरि छिन् होला हेरेकै मान्छे हुनु लाज लाग्यो पक्कै पनि तिनी मुस्कुराएर हेर्दैछिन् भन्ने भयो होला। अहिले छैन त्यस्तो आई एम टोटली सिंगल राइट नाउ। ल रेकर्डेड छ नि फेरि सिंगल एकदम नेक्स्ट लेभल। उता आविष्कार भयो हाँसिराखेर उता आविष्कारले स्कोर कति भयो आविष्कार? आज नेपालको पनि गेम छ के यो क्रिकेट 137 नेपालको स्कोर। क्रिकेट प्रेमीहरूसँग पनि सकिँदैन यतै फोकस गरेर एकछिन फेरि त टेन्सन आयो मलाई मलाई केही पनि थाहा थिएन होइन क्रिकेटको ब्रान्ड एम्बेसडर बन्नु पर्यो भनेर प्रस्ताव आयो मलाई चाहिँ होइन के गर्न खोज्यो केटोले मलाई भने होइन अनि कतै फसाउनु त होइन ब्रान्ड एम्बेसडर भन्ने क्रिकेटको केही पनि थाहा छैन। अनि त्यसपछि दिदी केही जान्न पर्दैन कि तपाईँले ओके मात्र भन्नु तपाईँले ओके मात्र भन्नु होइन। अनि त्यसपछि भने तर त्यहाँबाट चाहिँ मलाई धेरै कुरा फाइदा भयो नि त। अब रोहितसँग जोडिएर त्यो क्रिकेटमा होइन शीतलनगर सुपर स्ट्राइकर्सलाई सपोर्ट गरेर ब्रान्ड एम्बेसडर बनिसकेपछि मलाई त्यो क्रिकेटको एउटा पनि मलाई केही थाहा थिएन कि होइन क्रिकेट यति अलिअलिसम्म है धेरै त नभनौँ थोरै त्यो कति रन भन्ने होइन तीसम्म चाहिँ मलाई अलिअलि चाहिँ थाहा भयो। अनि थोरै समय निकालेर पनि म मैदानमा चाहिँ पुगिरहेको हुन्छु। दिदी चाहिँ जियो सपोर्ट गर्न देखिरहेको हुन्छु दिदीको स्टोरी त फेरि भनिहाल्छ। सो देवदहको बासिन्दा अथवा सबैले चाहिँ एक दिनमा एकचोटि चाहिँ बिन्दा दिदीलाई हेरिरहेकै हुन्छ कि यति राम्री पनि हुनुहुन्छ फेरि नकुरा गरौँ त्यो नजर हो कि हेर्ने नजर हो कि दिदी आउनुहुन्छ भने थाहा पाउने बित्तिकै अझ धेरै भिड पनि लाग्छ होला जस्तो लाग्छ मलाई। त्यो त रोहितलाई सोध्नुपर्छ है दुई मात्रै छैन कि दिदी दिदी आउने भनेपछि अहिले क्रिकेट ग्राउन्डले पनि एकदमै चमकै बढाएको छ कि त्यसको त्यो एउटा हैन ब्रान्ड एम्बेसडर यस्तो राम्रो धेरै धन्यवाद फेरि आइराख्छु म नसकिँदैसम्म भन्नु आइराख्नु पर्छ। 31 गते फाइनल हो बहिनीलाई थाहा छ कि थाहा छैन त्यति बेला बहिनीलाई नि लानुपर्छ लिएर जानुपर्छ। मेरो घर नजिकै हो म आउँछु अब त आउनै पर्छ अब त मलाई रहन्छन् भन्ने बुझ्दैछु नि त। सो अब हामी फेरि पोडकास्टमै फर्क्यौँ गफ गर्न तिनजनाकै एउटै भाइब म्याच हुने भएर होला होइन एकदम त्यो उसमा गफरी भेटेपछि केही लाग्दैन भने यही हो। सो म बिन्दा दिदीसँगै आउन चाहेँ होइन अब अलिकति फसाउने बेलामा कि फसाउनु त पर्यो फसाउन त म डराएँ अलि कमर कस्छु है त अघि आफै दिदीले भन्नुहुन्छ डराएर होइन रमाएर मैले फसाउनु खोजे पनि दिदीले त्यो रमाएरै एन्सर दिनुहुन्छ होइन। सो अहिले चाहिँ हामी अब तपाईँले जब गर्दाखेरि एकछिन मनी फ्याक्टरलाई साइडमा राखौँ है। ओके दो अहिलेको यो लाइफमा त्यो चाहिँ एउटा धेरै रोल खेलिरहेको हुन्छ लाइफमा राइट मनी म्याटर्स तर एकछिन त्यसलाई साइडमा राखेर आफ्नो दुईवटा करियर बेसिकली दुईवटा करियर भन्ने त्योभन्दा अरू पनि छ होला दिदीले तर हामीले देखेको चाहिँ एउटा चाहिँ मिडिया फिल्ड नै भइहाल्यो एन्ड देन अहिले चाहिँ लाइफ इन्सुरेन्समा हुनुहुन्छ दिदी होइन। सो मनी फ्याक्टरलाई चाहिँ साइडमा राख्ने हो भने तपाईँले चाहिँ कुनलाई चुज गर्नुहुन्छ? लाइफ इन्सुरेन्सको अब बिएम कि पहिलाको चाहिँ हाम्रो म्यानेजर त फेरि दिदीको पहिलेदेखि नै है पछाडि म्यानेजरवाला चाहिँ पहिला चाहिँ मार्केटिङ म्यानेजर भइरहेछ कुनलाई चुज गर्नुहुन्छ? कस्तो गाह्रो है अहिलेको समयमा त म अब जुन ठाउँमा छु त्यसैलाई नै ठिकै छु राम्रै सोचेर बसेको छु होइन। भोलिको दिन त कसैले देखेको छैन तर त्यो भविष्यले बताउने कुरा हो। अब दुईटामा एउटा ठ्याक्कै भन्ने चाहिँ दुवै चिज बाँधिएको भाइले चाहिँ ठ्याक्कै भने पैसालाई चाहिँ अलिकता साइडमा राखेर तर त्यहाँनिर दुवै चिज अलिकता समाजलाई सन्देश दिने मूलक नै छ। इन्सुरेन्स पनि उत्तिकै महत्त्वपूर्ण छ भने मिडिया फिल्ड इन्सुरेन्सकै कुराहरूलाई लिएर मिडियाले भनिदिनु त हो नि होइन। ओके ल म समयको दिदीसँग गएँ। अब जबकोतिरबाट सोध्ने हो भने त अब टिचर कि लोमुर भनेर सोध्ने हो भने दिदीले इजिली चाहिँ लोमुर भन्नुहुन्छ होइन। अलिकति फसाउनु पर्यो। सो त्यो फसाउँदाखेरि चाहिँ लोमुरलाई चाहिँ लोमुर कि उज्यालो मैले यसलाई चाहिँ कसरी जोडेको भने सोसियल वर्क कि एन्टरप्रेन्योरसिप भनेर मैले जोड्न खोजेको त्यसरी त ठ्याक्कै तपाईँले दुइटैलाई रिप्रेजेन्ट गर्दाखेरि लोमुर कि उज्यालो
एक्सप्लेन नगरिकन है मैले धेरै गरेँ होइन तपाईँ त एक्सप्लेन थोरै गर्न पाइँदैन पछि गरौँला पहिला चुज गर्नु त उज्यालो उज्यालो ओके भाइ उज्यालो उज्यालो किन भन्दाखेरि म लाइफमा एउटा पाटोमा चाहिँ जग बनाएर त्यसमा इँटाहरू थप्दै थिएँ र त्यो जगलाई पानी हालेर बलियो गराउने काम चाहिँ उज्यालोले गर्यो कि जो कहिले तिमीलाई हामीले बनाएको मैले बनाएको भनिराख्दाखेरि म त्यो ठाउँमा उभिएर निर्धक्क भएर भन्न सक्छु कि तपाईँहरूको भन्दा हात उज्यालोको छ कि र हामीले सामाजिक कार्य गरिराख्दाखेरि जुन सामाजिक कार्यले चाहिँ हामीलाई सेटिस्फ्याक्सन दिन्छ नि त्यो कुरा चाहिँ कुनै कुरा दिँदैन कि त्यो गर्न सजिलो फेरि छैन है समूह मिलाएर जाने हो सबैको कुरा सुनेर एउटा बोल्ड डिसिसन गर्ने हो नि त त्यो सजिलो चाहिँ छैन तर लोमुर र उज्यालो कसैले तपाईँले तिमीले भनिसक्यौ होइन भनिराख्दाखेरि चाहिँ म उज्यालो चुज गर्छु किनभने जुन मैले जग बनाएकोमा त्यो जगमा चाहिँ पानी हाल्ने काम उज्यालोले गर्यो नि त त्यो जो कहिले गरेको होइन कि ओके सो उज्यालो नै चुज गर्नुहुन्छ वाह यसमा नि त ल अझै केही भन्दै हुनुहुन्थ्यो र ठिक छ नि अल गुड हेन्सम देखेछ नि दाइ हामी राम्रो देखेछौँ नि हामीलाई नि फोकस गर्नु होला है दाइ सो अब फेरि अब पोडकास्टतिरै आऊँ होइन अब अलि जस्तो यो अब के भन्छ समसामयिक विषयहरूमा जाऊँ स्टाटसहरूमा जाऊँ दिदीको स्टाटसहरू कमेन्टहरू बा अहिले त लाइक अझै हुन त दिदी लाई मैले पहिलेदेखि नै एक्टिभ देखिरहेको तर आफ्टर दिस जेनजी रिभोल्युसन होइन दिदीको त झन् आगो नै आउनु थालेछ कि आगो एकदमै सो म प्रश्न गर्न चाहन्छु कि अब देवदाले चाहिँ भनौँ न तपाईँ चाहिँ अब तपाईँ राजनीतिमा यसको चाहिँ तपाईँको प्रवेश हो भनेर चाहिँ हामीले भन्न सकिन्छ कस्तो भन्दाखेरि एक्टिभ राजनीतिमा एक्टिभ पोलिटिक्समै भनौँ न यस्तो म पहिलेदेखि भन्दै आएको कुरा चाहिँ के हो भन्दाखेरि मलाई राजनीति मन पर्दैन तर मैले समाजमा सुन्ने के हो भन्दाखेरि राजनीति बिना एउटा मान्छे हुँदैन होइन त्यही नै सुनिरहेको हुन्छ नि त हामीले तर पोलिटिक्समा भनेर चाहिँ त्यो मैले कहिले पनि सपना देखेको पनि छैन होइन तर जस्तै कस्तो हुन्छ भन्दाखेरि जो व्यक्ति जुन फिल्डमा सक्षम छ त्यही फिल्डबाट उसलाई योगदान दिनुपर्छ होइन जस्तै भोलि बिहान मलाई नचाहेको ठाउँ अथवा म टोटल नचाहेको पनि होइन होइन तर फर्स्ट प्रायोरिटीमा चाहिँ मैले कहिले पनि राखेको छैन पोलिटिक्सलाई होइन र किन पोलिटिक्समा राखिनँ भन्दाखेरि म हुर्किँदै गर्दाखेरि म बढ्दै गर्दाखेरि यस्तो मान्छेले पोलिटिक्स गरेको देखिरहेँ मैले जसमा कुनै व्यवसाय छैन जागिर छैन तर पोलिटिक्स गरिराख्नु भएको छ र उहाँको धरातल पनि राम्रो छैन होइन उहाँको ब्याकग्राउन्ड राम्रो छैन उहाँ एउटा विकट ठाउँबाट अथवा गाउँबाट आइराख्नु भएको छ तर यहाँ 1-2 वर्ष नहुँदै उहाँहरूको घर गाडी भएको छ कि त्यो कुरा चाहिँ मलाई अलिकति त्यो आफूले देखियो नि त सोसाइटीमा एक्सपोज भइसकेपछि त्यो भइसकेपछि चाहिँ म चुप्प लाग्नु हुँदैन होइन म नबोले को बोल्ने त सबैले चुप लागेर त सोल्युसन हुँदैन भनेपछि म जेएनजी समूहको नभए पनि म एउटा रिप्रेजेन्टेटिभ त हुन सक्छु कसैको आवाजको भनेर चाहिँ मैले चाहिँ सोसियल मिडियाहरूमा पनि एउटा प्लेटफर्म त्यो हामीले पाएको हो नि त हाम्रो राइटको कुरा हो नि त त्यस कारण राखेको तर राइट भन्दैमा हामीले हरेक कुरा सामाजिक सञ्जालमा एक्सपोज पनि गर्नु हुँदैन तर हामीले एक्सपोज गरेको कुराले कतिको इम्प्याक्ट गर्छ त सोसाइटीलाई त्यो कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट हो नि त त्यस कारण पनि मैले चाहिँ आजसम्म कस्तो भन्दाखेरि कसैको पहुँचको आधारमा त 2 रुपियाँ खाएर कुनै पदमा गएको छैन नि त त्यो भएको भएर पनि 2 रुपियाँ पनि नखाइसकेपछि चाहिँ आवाजहरू दबाउन चाहिँ पर्दैन रहन्छ भन्ने चाहिँ मलाई फिल भएको त्यही भएर छिट्टै धनी हुन चाहिँ नखोजौँ आफ्नो मेहनतले चाहिँ स्ट्यान्ड हो किनभने त्यो कुरा जस्तो सेटिस्फ्याक्सन कुनै कुराले दिँदैन के भोलि बिहान जस्तै तिमीले मलाई दिदी तपाईँ कति असल हुनुहुन्छ भनिराख्दाखेरि मैले आफ्नो ऐना हेरेर साँच्चै रोहित भाइले भनेको चाहिँ म असल नै छु है भन्ने कुरा चाहिँ मैले आफूले फिल गर्न सक्नु पर्यो कि जस्तै कस्तो छ भन्दा सोसाइटीमा तिमीले कसैलाई राम्रो भनिरहेको छौ होइन सामाजिक सञ्जालको आधारमा अथवा भेटको आधारमा तर यथार्थमा उहाँ हुनुहुन्न कि उहाँले रणनीतिहरू गरिराख्नु भएको छ तर सामाजिक सञ्जालमा उहाँहरूको चाहिँ आदर्शवादी कुराहरू हुन्छ नि त त्यो कुराको लागि पनि मैले चाहिँ एकदम आवाज उठाएको मैले भोगिरहेको पनि हो होइन त्यही भएर कि अहिले चाहिँ लास्टै लेभलको नेक्स्ट लेभलको आउँछ स्टाटस बिन्ता दिदीलाई म यो क्वेसन सोध्न चाहेँ होइन सो दिदीलाई चाहिँ कहिले अब चाहिँ म कहिले पनि त्यस्तो पोलिटिक्समा म आउँछु अहिलेसम्म त त्यो छैन होला अथवा हुन पनि पाएँ फेरि मैले दिदीको एन्सर दिन त मिलेन तर पनि लाइक त्यो पोलिटिक्समा म आउँछु अथवा अहिले अथवा भविष्यमा चाहिँ हामीले एज अ बिन्दा सिरिजलाई चाहिँ अब जस्तो हामीले एज अ सञ्चारकर्मी देखियो एज अ ब्रान्च म्यानेजर देखियो अबको भविष्यको दिनमा चाहिँ एज अ
पोलिटिसियन एक्टिभ पोलिटिसियन चाहिँ देख्न पाउँछौ कि पाउँदैन? एकदमै अहिलेसम्मको हिजोको दिनमा आज त्यो गाउँको विनिता होइन, विनिता आज यहाँ ब्रान्च म्यानेजर हुन्छ भन्ने त सोचेको थिएँ र कसैले सोचेको पनि थिएन र मैले सोचेको पनि थिएन होइन। केही गर्छु चाहिँ थियो होइन, केही भन्छु चाहिँ थियो, एज अ म्यानेजर यो फाइनेन्सियल सेक्टरमा आएर म म्यानेजर हुन्छु भन्ने त मैले सोचेको थिएन। त्यही मिडियामा रमाइलो गर्थेँ भन्ने र भोलिको भविष्यमा मैले त्यो चाहिँ नहोला भन्न चाहिँ सकिँदैन होइन। तर ठ्याक्कै चाहिँ राजनीतिको भनौँ न राजनीतिको राको राजनीति होइन क्या, मैले अहिले देखिरहेको रामिता देखिरहेको छु क्या। त्यो रामितामा म जानै चाहँदिनँ भाइ। किन चाहँदैन भने सङ्घर्ष गरेर आज दुःख गरेर यो ठाउँमा आइसकेको छौँ भने मैले ठ्याक्कै यो पोडकास्टमा मैले हेरेको थिएँ एकलव्य सरको होइन एउटा पोइन्ट ट्याक्कै यस्तो मन छुएको थियो। एउटा चुनाव लड्नको लागि भाइ होइन, एउटा वडा अध्यक्ष लड्नको लागि 10-12 लाख रुपियाँ कहाँबाट आउँछ? ऋण खोज्नै पर्यो होइन। त्यो समाजमा उठ्नको लागि अब कसैले उचालेको हुन्छ तपाईँ जस्तो मान्छे हुनुपर्छ भन्यो होइन, अनि ऋण खोज्यो। अनि त्यो ऋण कहाँबाट तिर्ने हो त भनेर त कहाँबाट पैसा आउँछ कहाँ के, हाम्रो त त्यो जरा नै ठिक छैन कि, पहिलो स्टेप नै हाम्रो ठिक छैन। त्यसले गर्दा अहिलेको समयसम्म चाहिँ मैले पोलिटिक्सको मलाई केही सोचेको छैन। भोलिको दिनमा के हुन्छ त्यो त अब हेरौँ। हिजोको दिनमा आफूलाई अपडेट गराउँदै गएपछि के हुन्छ त्यो थाहा छैन। तर आजको दिनसम्म चाहिँ मलाई राजनीति चाहिँ म जाँदैन। सो बेसिकली मैले एन्सरमा चाहिँ दुईटैको एन्सरमा मैले के पाएँ भने फ्याट्टी दुईजना मध्ये एकजना चाहिँ मेयर हुनुभयो भने अबको मेयर हुनुभयो भने चाहिँ हामी सरप्राइज हुनु चाहिँ परेन, सरप्राइज हुनु चाहिँ परेन। त्यो त के हुँदै परेन नि, किन हुँदैन? क्षमता छ होइन, कहिले पनि आफ्नो खुबी र क्षमता भएको मान्छे डराउनु पर्दैन कि भाइ। र आज भोलि बिहान पोलिटिक्समा छिर्यो भने कोही अचम्म मान्नुपर्ने छ र सामग्या र विनिता पोलिटिक्समा गयो भन्दैमा कोही अचम्म मान्नुपर्ने कोही छैन नि त। अनि यो आफ्नो क्षमताले अगाडि बढेको मान्छे कहिले पनि डराउनु पर्दैन। डराउनु पर्ने त ती व्यक्ति हुन् जो चाप्लुसी गरेर खान पल्केका होइन। त्यही भएर आफ्नो क्षमताले भएको मान्छे भोलि बिहान आफूलाई अपडेट गराउँदै जाँदाखेरि कहाँ पुगिन्छ भन्ने कुरा त कसले के थाहा छैन। आज हामी यहाँ आउँछौँ भने त त्यो थाहा थिएन नि त हामीलाई, हामीले निरन्तर गरेको कर्मले सायद। तर मलाई चाहिँ चिसो लाग्यो भाइ मलाई है, यो हल्का यो तिम्रो पसिना आउनु पर्ने मलाई त है रुगै लाग्यो। क्वेसन ल्याउ कि के हो प्रश्न? एसी थोरै बढाइदिनु होइन, बढाएर मलाई चिसो भएर नि त यो मतलब टेम्परेचर बढाइदिनु भन्न खोजे मैले। कसैलाई पसिना निकाल्छ यहाँ, मलाई त त्यो मेयरवालाले चाहिँ अलिकति धक्का पुगे जस्तो हो कि अनौठो बाँड्नु पर्ने चाहिँ कुनै कारण छैन नि। जिन्दगीले हिजोको दिनमा हामीले हाम्रो भनौँ न विभिन्न व्यक्तिहरू है त्यो ठाउँमा जानुहुन्छ भने हामीले सोचेथ्यौँ र अपडेट गर्नुभयो, जानुभयो, राम्रो गर्नुभयो, जानुभयो। भोलि हामीले राम्रो गऱ्यौँ भने हामी नि राम्रो ठाउँमा हुन्छौँ होला। राम्रो गरेनौँ भने फेरि यही हो त्यस्तै हुन्छ होइन। जेन्जी प्रोटेस्टको बारेमा तपाईँहरूको राय के छ जुन तपाईँहरूले देख्नुभयो? तपाईँ त आफै सहभागी पनि हुनुभयो होइन? एकदमै म चाहिँ सहभागी नै भएको थिएँ, सँगसँगै विनिता दिदीलाई पनि म देखिराख्दाखेरि चाहिँ कस्तो भयो भन्दाखेरि हामी कसैलाई व्यक्ति विशेष भनेर चाहिँ गएका थिएनौँ। जेन्जी समूहलाई चाहिँ उहाँहरूको एजेन्डाहरू यस्तो राम्रो थियो कि त्यो एजेन्डा मन परेर गएको है। म चाहिँ पर्सनली भन्नुपर्दा एजेन्डाहरू कस्तो थियो भन्दाखेरि भ्रष्टाचार गर्नु हुँदैन होइन, हरेक ठाउँमा पोलिटिक्स छ, त्यो पोलिटिक्स चाहिँ हुनु हुँदैन होइन। अनि यता बिना चाहिँ सोर्स फोर्स बिना चाहिँ हामी चाहिँ सजिलै चाहिँ नेपालमा बाँच्न पाउनुपर्छ जस्तै थुप्रै एजेन्डाहरू एकदम राम्रो थियो कि 8-10वटा कतिवटा थियो है। त्यो मन परेर गयो, तर कोही पनि व्यक्ति विशेषले गर्दा चाहिँ गएका थिएनौँ। र त्यो प्रोटेस्टमा गइराख्दाखेरि चाहिँ मलाई कस्तो लाग्छ भन्दाखेरि त्यो आफूले देखिरहेको भएर होला नि त। जति पनि तोडफोड भयो, जति पनि आगोजनी भयो है, अब आफू प्रत्यक्ष गरेर देखिरहेको भएर त्यहाँ जेएनजीसम्मको कसैको पनि हात छैन कि। जति पनि जेएनजीसम्म हुनुहुन्थ्यो उहाँहरूले मेयर उपमेयरको घरमा जाँदाखेरि रोकिराख्नु भएको थियो, तोडफोड गर्दाखेरि रोकिराख्नु भएको थियो। जब कि हामी त्यहाँ 3 पटक त्यहाँबाट भागेको छौँ नगरपालिका अगाडिबाट होइन। 3 पटक भागेर 2 दिनसम्म सुतेको मान्छे हो होइन। भनेपछि अब त्यो उहाँहरूको एजेन्डा चाहिँ एकदमै राम्रो छ है जेएनजी समूहको चाहिँ। अब त्यो जेएनजी समूह एउटा रिप्रेजेन्टेटिभ भए पनि त्यो ओभरअल नेपालीको हो कि, ओभरअल हो कि। एउटा समूह आएर चाहिँ
उहाँहरूले चाहिँ यसरी रिप्रेजेन्टेटिभ भइदिनु भयो मात्र हो होइन, इनिसिएटिभ लिदिनु भयो इनिसिएटिभ लिदिनु भएर त्यो भयो। नत्र त्यो सबै एजेन्डाहरू सबै नेपालीको लागि हो, त्यो एकदम राम्रो थियो। अलि ढिलो भयो, अलि पहिले अलि अगाडि हुनुपर्ने थियो। यसलाई चाहिँ ठ्याक्कै त्यो सोसियल मिडिया ब्यान्डले क्लिक गरिदियो कि सोसियल मिडियाले खास त्यो सोसियल मिडिया ओपन हुनको लागि चाहिँ त्यो प्रोटेस्ट थिएन। कति जेएनजीले चाहिँ त्यो पनि गलत बुझ्नु भयो कि फेरि होइन, यो फेसबुक सबै बन्द भएको भए त्यही भएर हामी खुलाउन जानुपर्छ भनेर बुझ्नुभयो नि, जेएनजीसम्म पनि छुट्टै हुनुहुन्छ होइन। तर त्यो प्रोटेस्ट चाहिँ जति पनि थियो त्यो चाहिँ त्यो सोसियल मिडिया भ्रष्टाचार विरुद्ध करप्सनको विरुद्ध नै थियो। कति यस्तो भयो न्यारेट पनि त्यसरी गऱ्यो नि त, सोसियल मिडिया ठ्याक्कै त्यही बेलामा पर्यो। तर फेरि सामाजिक सञ्जालमा लेखिराख्नु र मैदानमा जानु फेरि डिफ्रेन्ट कुरा हो नि त। त्यो चाहिँ हामी त्यो एक दिन भए पनि गयौँ होइन, ठिक छ इन्डिभिजुअली कसैले चाहिँ केन्द्रमा राख्नु भयो त्यो आफ्नो ठाउँमा छ, तर त्यो प्रोटेस्टमा म गएको है भनेर भनिराख्दाखेरि चाहिँ त्यो पनि एउटा प्राउड मोमेन्ट नै हो होइन, आफू साँची भइराख्दाखेरि। बिन्ता दिदी त झन् क्यामेरै बोकेर त्यो क्यामेरा नयाँ क्यामेरा होइन, पहिला के सानोमा होइन एउटा साइकल किनेपछि है कहाँ जाने त देखाउन है, कहाँ जाने त होइन घन्टी बजाउने किलिङ होइन, अरूले हेरोस् नहेरोस् होइन, त्यो स्वभाव हुन्थ्यो कि। म नयाँ लुगा लगाएर गाउँ ढुल्थेँ कि त्यस्तै भएछ ट्याक्कै चाहिँ होइन, नयाँ लुगा लगाएपछि दसैँमा कोही दसैँको म टिकामा लाउने कपडा पहिले लगाएर घुम्नु होइन, साइकलको घन्टी बजाएर हिँडे जस्तै। अहिले चाहिँ ठ्याक्क गोप्रो किनेको है, अनि त्यो माहौलमा चाहिँ अनि जुन त्यो जेएनजीको आन्दोलन ठ्याक्क एकैछिन म हेर्छु भनेर मात्र गएको थिएँ। त्यहाँ गइसकेपछि त अब सबै क्लिपहरू लिन मन लाग्यो है। अब त्यहाँ हामी मैदानमा त गयौँ र त्यहाँ जाँदै गर्दाखेरि नगरपालिकामा पनि यो यहाँनिर जेएनजीको भन्दा पनि जेएनजीको नाममा धेरै व्यक्तिहरूको आफ्नो व्यक्तिगत रेसिपीहरू धेरै आक्रोश निकालेको पनि हामीले देख्यो पनि होइन, सुन्यो। र त्यही ठाउँमै जाँदाखेरि अलिकता व्यक्तिहरूले भन्नु पनि भयो होला, अब नराम्रो सोच्नु पनि भयो होला होइन। र त्यहाँनिर कसैको पक्षमा कसैलाई नराम्रो गर्न गएको त होइन, त्यहाँनिर जुन माहौलै त्यही थियो नि त। कतिपय मान्छेहरू घरमा बसेर लाइभ हेर्नुभयो, त्यो मजा लिनुभयो होइन, हेर्नुभयो, सेयर गर्नुभयो, त्यसपछि त बिस्तारै माहौल शान्त भइसकेपछि खण्डन गर्नुभयो। मान्छेको स्वभाव त्यो हुन्छ कि सुरुमा खाने बेलामा चाहिँ एकदमै त्यो नसोचिकन खान्छ, जब अगाउन लगाइसकेपछि नुन पुगेन होइन, अलिकता चिल्लो बढी भयो होइन, त्यो अहिले चाहिँ पछिल्लो समय चाहिँ मान्छेले खण्डन गर्ने हो। यस्ता खण्डनहरूको यो विषयमा चाहिँ मलाई बोल्नु नै छैन। किन छैन भने मान्छेहरूको सोच हो होइन, जसले जति बुझ्यो त्यति नै के अरे भन्ने हो कि। हेर्ने आँखा तिम्रो राम्रो छ भने होइन, त्यो जति नै होइन त्यो नजर राम्रो हुनु पर्यो नि त, नजर राम्रो हुनु पर्यो, सोच राम्रो हुनु पर्यो। तर त्यहाँ आक्षेप लगाउने होइन, विभिन्न खण्डन गर्ने मान्छेको स्वभाव हो, ह्युमन नेचर हो होइन। त्यसलाई चाहिँ मैले धेरै कुरा यो जेएनजीको जुन आन्दोलनको विषयमा चाहिँ धेरै कुरा चाहिँ बोल्न चाहिनँ। तर मैले चाहिँ सोध्न खोजेँ तपाईँ त्यहाँ हुँदाखेरि चाहिँ के देख्नुभयो, आफूलाई चाहिँ कस्तो लाग्यो भनेर चाहिँ त्यो सोधेँ मैले। त्यहाँ चाहिँ माहौल चाहिँ सुरुमा शान्त नै थियो। पछिल्लो पटकको चाहिँ अलिकता धेरै मान्छेहरू आक्रोश पनि हुनुभयो र त्यहाँ त देखियो नि के देखियो होइन। अब त्यो देखे जतिका सबै कुराहरू सबैको फेसबुक टिकटकहरूमा थियो होइन, टिकटकहरूमा छ, सबै कुरा मैले व्याख्या गर्नु पनि पर्दैन। त मात्र त्यहाँनिर हेर्न होइन, यो एउटा जेएनजीको जुन आन्दोलनमा अब तिमी आफै भन न, एउटा यदि मेरो बच्चा त्यो आन्दोलनमा बितेको होइन भए तिमी के गर्थ्यौ? मेरो इभन आफ्नो सम्झौ न होइन, त आन्दोलन गरिरहेको थियो, शान्तिपूर्ण नै थियो। अब नगरपालिका त भाइ पनि मैले भाइ त कहाँ नगरपालिका भित्र नै होइन, नेपालको झन्डा लिएर फेरि त्यो पनि प्राउड मोमेन्ट हो, नेपालको झन्डा लिएर नगरपालिका भित्र। त्यही प्राउड मुभमेन्ट भएर मुद्दा त्यो त लागिरहेको छ। बालेनलाई हेर न कति लागिरहेको छ। बालेनलाई त त्यो हामीले यदि हामीले राम्रो गरिरहेको छौँ भने त्यो कुराबाट डराउनु हुँदैन कि। त्यो त डर त हराइसक्यो। अहिले दिदीकोबाट म इन्सपायर छु त, डराएर होइन रमाएर जिउने। त्यसमा त म एकदम इन्सपायर्ड छु। ल ठिकै छ, यो जेएनजी कुरालाई एकछिन छोडिदिउँ, कुरालाई अन्त्यतिर अलिकति मोडिदिउँ। सो अब चाहिँ हामी लगभग मिडतिर आछौँ भनौँ न, अब कन्क्लुजनतिर जाउँ। त्योभन्दा अगाडि म सोध्न चाहेँ दुइटैलाई चाहिँ दुइटैको प्रोफेसनकै बारेमा चाहिँ सोध्न चाहेँ मैले होइन। सो बिन्ता दिदीलाई चाहिँ अहिले आएर सोद्धाखेरि तपाईँ बिमा हुँदाखेरि होइन, सो तपाईँलाई हेरिरहेछ मान्छेहरू आज। अब त एउटा उस सँगसँगै तपाईँ एउटा इन्फ्लुएन्सर पनि हुनुभयो क्या, यो हामीलाई थाहा नै नहुँदो रहेछ, तर भइरहेको हुँदो रहेछौँ कि हामी कसै त्यो नजरले हेरिराख्नु रहेछ कि। त्यसमा चाहिँ दिदीको त अब फ्यान बेस नै छुट्टै छ
होइन. सो वाइ इज होइन लाइफ इन्सुरेन्स इम्पोर्टेन्ट टु अ नर्मल पर्सन जस्तो म जस्तो मान्छेको लागि बिमा गर्नु चाहिँ किन इम्पोर्टेन्ट छ त्यो चाहिँ? बिमा त अब हामी सबै व्यक्तिको लागि, तिम्रो मात्र होइन, सबै व्यक्तिको लागि उत्तिकै आवश्यक छ. अब मेरो लागि भन्दै गर्दाखेरि भाइले, अब रोहित भाइले मेरो लागि भन्दा अब भर्खर कमाउने उमेर भइरहेको छ नि त. अब सरकारी कार्यालयमा सरकारी नोकरी त सरकारी लाउरे पुलिस केही पनि भएन भाइ त, होइन. अनि त्यसै अहिले कमाउँदै गर्दाखेरि हामीले इन्भेस्टमेन्ट मेन त हामीले एउटा लगानी अनि सँगसँगै हामी सुरक्षा, इन्सुरेन्स चाहिँ सुरक्षाको रूपमा हामीले लिन सक्छौँ र सुरक्षा पनि हुने अनि आफूले कमाएको केही पर्सेन्ट आफूले लगानी गर्दै जाँदाखेरि एउटा पेन्सनको रूपमा होइन आफूले सर्भिस गर्दै गर्दाखेरि अब 20 वर्ष 15 वर्ष 10 वर्षपछि तिमीले के सोचेको छौ त, होइन, सोचेको कुराहरू चाहिँ त्यसको पुरा गर्नको लागि त अहिलेबाट हामीले इन्भेस्टमेन्ट गर्नु पर्यो नि त. र भइपरि आउने समस्या भनेको जस्तै इन्सुरेन्सले रोग लाग्दा पनि दिने भयो, घटना कुनै पनि घटना हुँदाखेरि जस्तै अशक्त अपाङ्गको रूपमा पनि कम्पनीले हेर्छ. मान्छेले के बुझ्छन् त्यो मरेपछि पाइने चिज मात्र होइन क्या, हामीले एउटा इन्भेस्टमेन्ट र सँगसँगै सुरक्षा पनि दिइरहेको छ इन्सुरेन्सले चाहिँ. त्यो रूपले चाहिँ हेर्नुपर्छ. र विशेष गरी भाइको लागि चाहिँ भाइको उमेरको लागि ठ्याक्कै क्यालकुलेसन चाहिँ एकैछिनमा व्यक्तिले चाहिँ इन्सुरेन्स त एउटा बिमा यहीँबाट र इन्सुरेन्स छ कि छैन? ल बिमा चाहिँ एउटा बिमा चाहिँ कति लाखको गर्ने होइन, कति वर्ष गर्ने भनेर पुरा यहाँ मैले त अघि नैदेखि यहाँ स्ट्यान्ड ल्याएको त 2 जनाको बिमाको लागि होइन, ठ्याक्क उमेर हान्छु भनेर स्ट्यान्ड राखेको छु यहाँ. मेरो अलरेडी फरक बोलिस् होइन. जे होस् जहाँ भए पनि बिमा गर्नुपर्छ, राम्रो छ. बिमा चाहिँ गर्नुपर्छ. यो चाहिँ अझै सोध्न मन लाग्यो कि जस्तो हाउ सेफ इज बिमा इज फाइनेन्सियली होइन, किनकि वी आर अब त्यो कस्तो भने हामीले त एभ्री इयर अथवा एभ्री 6 मन्थमा चाहिँ एउटा कम्पनीलाई ट्रस्ट गरेर पैसा बुझाउने हो नि त. त्यो अब भनौँ सिटिजन भन्यो नि अथवा वाट एभर अर्को जे भए पनि. सो हाउ सेफ इज आवर मनी? एकदमै इन्सुरेन्सको जसरी हामीसँग बिमा गर्नुहुन्छ तपाईँहरूले होइन, जसरी सिटिजन लाइफ इन्सुरेन्स कम्पनी रोहितको भयो भने तपाईँको लाइफ इन्सुरेन्स कम्पनीको नि रिइन्सुरेन्स कम्पनी हुन्छ. कम्पनीले नि इन्सुरेन्स गरे हुन्छ, इन्सुरेन्स गरेको हुन्छ. र धेरै मान्छेले सोध्नुहुन्छ अनि कता केही हुने त होइन, कतिको सेफ छ होइन. सठिक रूपमा मैले एन्सर दिन चाहेँ र त्यस्तो चाहिँ छैन है. तपाईँले यति टोटली त्यसको अध्ययन पनि गर्न सक्नुहुन्छ र विस्तृत रूपमा चाहिँ अहिले यो टोटली पढाउन लाउने हो भने अहिले 1 घन्टा त्यतिकै र भाइलाई चाहिँ अफिसमै लिएर ट्याक्क के हो कसो सबै बुझाउँछु. र कम्पनीको इन्सुरेन्स हुन्छ, रिइन्सुरेन्स हुन्छ, त्यसले गर्दा एकदमै सुरक्षित हुन्छ, सेफ हुन्छ. पहिला एकचोटि हामी सानो हुँदाखेरि आएको थियो स्क्यामहरू पनि आउँछ नि त्यस्तै बिमाको नाममा, अहिले यति पैसा हाल्यो भने यति उसमा डबल भएर आउने काइन्ड अफ कुराहरू त्यस्तो. त्यो त तपाईँको अब यसमा चाहिँ प्राधिकरण नेपाल बिमा प्राधिकरण अन्तर्गतको 14टा लाइफ इन्सुरेन्स कम्पनीहरू रहेका छन्. अब बाहिरकोमा त्यो धेरै वर्ष अगाडि धेरैले भन्नुहुन्छ एउटा लाइफ इन्सुरेन्स कम्पनीले पैसा खाइदियो भने त्यो त्यो लाइफ इन्सुरेन्स कम्पनी होइन, इन्सुरेन्स कम्पनी होइन, छुट्टै तपाईँको 1 लाख रुपियाँ जम्मा गर्यो भने होइन, नेटवर्किङ कम्पनी नेटवर्किङ हो. त्यो 1 लाख रुपियाँ जम्मा गर्यो भने यति महिना या त वर्षमा यति दिने भन्ने त्यो चाहिँ एउटा बिमा कम्पनीमा पर्दैन. मान्छेहरूको बुझाइ चाहिँ भ्रम चाहिँ त्यहाँनिर गएर इन्सुरेन्सले भएको भन्ने चाहिँ बुझाइ छ, वास्तवमा चाहिँ त्यो होइन. सो यता अब दिदीतिर आउनु चाहे म होइन, एन्टरप्रेन्योरसिप यो अहिले युथहरूले चाहिँ एकदमै के भन्छ रोजिरहेको बाटो हो कि होइन, रोजिरहेको बाटो. सो लाइक जस्तो तपाईँ अहिले चाहिँ अब देवतामा बसेर सुरु गरेर हुँदाखेरि यो तपाईँले गरिरहेको बिजनेस फेरि कसैले पनि नसोचेको टाइपको हो कि होइन. स्टार्टिङ त सायद मेबी बेबीहरूलाई चाहिँ टार्गेट गरेर भएको थियो होला, बट ग्रो हुँदै गर्दाखेरि अब म जस्तो ठुलो बेबीहरूलाई पनि मेरो बेबीको बेबी त्यो चाहिँ मिल्यो, मेरो बेबीको बेबी चाहिँ मिल्यो. रियलमा अरू कसैले नभने पनि आफूले भन्ने चित्त बुझाउने त्यही हो. सो हामी जस्तो बेबीहरूको लागि त्यो आएको छ. सो त्यसरी सोच्नु भयो तपाईँले, आउट अफ द बक्सै थिङ्किङ हुँदै हो त काइन्ड अफ. अब यो त अब मान्छेले के बिजनेस गर्ने भनेर भन्दा नेपालमा भन्दाखेरि अब आजभोलि त कन्सल्टेन्सी भन्छ नि, सजिलो छ नि त अहिले त्यो पनि छ. एन्ड देन के भन्छ अरे हाम्रो यो भनौँ न अझ अथवा किराना पसल अथवा चाहिँ रेस्टुरेन्ट अहिले आजभोलि अझ चियासँग रिलेटेड चाहिँ क्याफे एकदम धेरै चियावाला त्यस्तोमा आउँछ. अनि तिनीहरू सबैलाई साइडमा राखेर अनि तपाईँले चाहिँ
भनौँ न पौष्टिक आहारतिर होइन जानुभयो सो जस्तो यो यस्तै सोच चाहिँ अब म कहाँ पुगिसकेँ आफ्नै क्वेसनमा तारिफ गर्दा गर्दै कम तारिफ गर्नु बट होइन यो रियालिटी हो नि त यो रियालिटी हो सो जसरी मैले उहाँलाई सोधेको थिएँ अब यो जीवन बिमा किन इम्पोर्टेन्ट छ त्यस्तै वाइ यो लोमोर इज इम्पोर्टेन्ट यो प्रोडक्ट चाहिँ किन इम्पोर्टेन्ट छ कस्तो अब धेरैले चाहिँ चिया पसल अन्त अहिले त हेर्ने भने कन्सल्टेन्सी होइन सजिलो के सजिलो भन्दा त्यो कन्भिन्सिङ पावर चाहिँ सजिलो चाहिँ छैन भन्दैछु है सजिलो चाहिँ छैन होइन कन्भिन्सिङ पावर त एकदम हुनु पर्यो होइन तर त्यो बाटो रोजिराख्नु भएको छ अझै सोसियल मिडियामा टिकटकतिर हेर्ने भने चाहिँ यो लुगाहरूको एकदम देखिन्छ नि त र त्यो कुरासँग कम्पेयर गर्दाखेरि चाहिँ मैले एउटा चाहिँ खाद्यान्नको कुरा स्टार्ट गरिरहेको छु नि त त्यो गरिराख्दाखेरि चाहिँ कस्तो हुन्छ भन्दाखेरि सजिलो छैन खाद्यान्नको कुरा हो सेन्सिटिभ हुन्छ र एकदमै सेन्सिटिभ बच्चाहरूदेखि लिएर एकदम सेन्सिटिभ जस्तै अब यो कसरी स्टार्ट भयो यसको क्राइटेरियाहरू थुप्रै छन् त्यो कुरा फेरि पनि पोडकास्टमा जोडिने मौका मिलेछ भने जोडौँ अभियसली सिजन 2 मा जोडिन्छ सिजन 2 को त म टाइटलै राखिदिन्छु सिसन गफ भनेर कन्फ्युज भएको छ के ब्रो भएको भएर के रे हैन यस्तो ब्रो भनेको जस्तो यो ब्रो टाइपको हो के त्यो ब्रो भएर केटैलाई मात्र ब्रो हैन धन्न त्यसको त्यो वाला फेमिनिस्ट आक्रमणमा परे छैन अहिलेसम्म तपाईहरुलाई लिएर आइदिएछ त जन्म उम्के अब भन्दै हुनुहुन्छ त्यही त त्यो लुगाहरू गरिराख्नु भन्दा पनि एउटा फरक खालको हैन जे चाहिँ एकदम आवश्यक छ के सोसाइटीमा किनभने कस्तो भन्दाखेरि अहिले धेरैजना लेडिजहरू इन्डिपेन्डेन्ट भइराख्दाखेरि चाहिँ उहाँहरूले चाहिँ अर्गानिक लोकल प्रडक्टहरू खोजिराख्नु भएको छ अभियसली जसको प्यारेन्ट्सले पनि खोज्ने भनेको आफ्नो छोराछोरीको लागि हो हैन किनभने आफूले नखाएर भए पनि त्यो नखाएर कोही व्यक्तिले केही चिज किन्दैछ आफ्नो बच्चाको लागि भने चाहिँ उसले चाहिँ केमिकल फ्री हैन सुगर साल्ट र कुनै पनि प्रिजर्भेटिभ एड नभएको कुरा चाहिँ किन्न पाउने उसको राइट हो र त्यो राइट चाहिँ मैले पुरा गर्नुपर्छ भने चाहिँ त्यसरी स्टार्ट गरियो अब किन खाने त नि हाम्रो लोमोर पौष्टिक आहार नै भनिराख्दाखेरि चाहिँ तपाईले एउटा प्रोडक्ट किनिराख्दाखेरि एउटा नारीको केटीको आत्मबल बढ्छ कि त्यो पनि नेपालमा बस्नको लागि हैन त्यसकारण पनि लोमोर पौष्टिक आहार नै किन्नु भनेर भन्छु र अर्को कुरा भन्दाखेरि हामी सजिलै यहाँ आइपुगेका हैनौँ हामीले सामाजिक सञ्जालमा हेर्छौँ ओहो कति छिट्टै आइपुग्यो भनेर हैन तर त्यो कति पनि छैन सामाजिक सञ्जालमा हामीले सबै कुरा देखाउन मिल्दैन हाउ वी स्ट्रगल भनेर हैन त्यो स्ट्रगलको पाटो अलिकति गाह्रो नै छ र हाम्रो लोमोर पौष्टिक आहारमा चाहिँ हाम्रो हरेक 6 महिनादेखि लिएर जुनसुकै एज ग्रुपको लागि प्लस बिरामीहरूको लागि चाहिँ हाम्रो पौष्टिक आहार छ हैन पौष्टिक आहार हुँदाखेरि चाहिँ हामीले त्यसमा कुनै पनि केमिकल एड गर्दैनौँ र हामीसँग डाइट जस्तै जो चाहिँ कस्तो छ भन्दाखेरि हामीसँग सबै राम्रा फिडब्याक छन् भन्दिनँ म हामीसँग नराम्रो फिडब्याक पनि छन् हामी जहिले पनि सोसियल मिडियामा राम्रो कुराहरू मात्र गर्छौँ नि त हामीसँग नराम्रो कुराहरू पनि छ आउँछ तर उहाँहरूले दिनुभएको फिडब्याक चाहिँ हाम्रो लागि कतिको ट्रु छ त नि भने त्यसमा चाहिँ आफूले स्टडी गरेर चाहिँ अगाडि बढिरहेको छु र हरेकजनाले चाहिँ पौष्टिक आहार खुवाउनु किनभने बच्चालाई चाहिँ एकदम उसलाई जुन बेलामा बढ्ने बेलामा हुन्छ उसलाई चाहिँ एकदम धेरै है डाइटको एकदम आवश्यक हुन्छ भोलि बिहान अब अहिलेको सिनारियो त ब्याक पेनदेखि लिएर सबै छ होइन त्यो कुराहरूबाट बस्नको लागि चाहिँ बच्चाहरूलाई चाहिँ सानै उमेरदेखि नै डाइट खुवाउनुहोस् डाइट खाइराख्दाखेरि खाद्यान्नको कुरामा चाहिँ म यही प्लेटफर्मबाट भन्न चाहन्छु तपाईँले कुनै पनि प्रडक्ट किनिराख्नु भएको छ भने त्यसमा लेबल हेर्नुहोस् दुईवटा कुरा लेबल हेर्नुहोस् प्लस दुईवटा कुरा अझै इम्पोर्टेन्ट कुरा के हेर्नुहोस् भन्दाखेरि तपाईँले खाइरहेको प्रडक्ट चाहिँ रजिस्टर छ कि छैन घरेलुमा अर्को नेक्स्ट पोइन्ट भनेको तपाईँले खाइरहेको खाद्यान्न चाहिँ खाद्यान्न विभागबाट स्वीकृत छ कि छैन अहिले त सोसियल मिडियाको जमानाले यस्तो भयो कि हामी खाद्यान्नबाट सर्टिफाइड भएकोले चाहिँ कम ठाउँ पाइरहेको छौँ होइन जसको चाहिँ लेबलै छैन अथवा लेबल मात्र छ तर खाद्यान्नबाट उहाँहरूले सर्टिफाइड हुनुभएको छैन तर मजाले बेचिराख्नु भएको छ नि त त्यो पनि भनेको हामीले खाने कुरा त खाद्यान्नबाट एप्रुभ हुनु पर्यो हो कि होइन त्यो भएको भएर हामीहरूसँग जति पनि प्रडक्ट छ एप्रुभ छ खाद्यान्नबाट र तपाईँहरूले जुनसुकै प्रडक्ट पनि खानुहुन्छ खाद्यान्न भने त्यो पनि सर्टिफाइडवाला नै खानुहोस् भनेर भन्छु सकेसम्म हाम्रै किन्नुहोस् लोमोरको चाहिँ क्वालिटी कन्ट्रोल अथवा चाहिँ त्यो क्वालिटी चेकिङ चाहिँ हुन्छ होला किनकि यो त अब खाद्यान्न भयो नि त सो क्वालिटी चेक चाहिँ भइरहेको छ एकदम एकदम क्वालिटी चेक भइरहेको छ जस्तै अब अहिले हामीले चाहिँ कस्तो भन्दाखेरि हामीले सजिलै लाइसेन्स पाएको होइनौँ कि अनुज्ञा पत्र भन्ने हुन्छ जसरी हामीले बाइकको स्कुटीको लाइसेन्स पाउँछ त्यसरी नै पाएको तर त्यसमा सम क्राइटेरिया हुन्छ लाइक हामीले धुने भुट्ने सुकाउने ठाउँहरू चाहिँ डिफ्रेन्ट हुनुपर्छ कि त्यो चाहिँ एक ठाउँमा कोल्याज भएको चाहिँ पाइँदैन हामीले होइन र त्यो भइसकेपछि उहाँहरूले हामीले खाद्यान्नमा लगेर टेस्ट गराउने हो टेस्ट गराइसकेपछि
उहाँहरूले हेर्नुहुन्छ होइन, मिलेको छैन, खाना एप्रुभ छैन भने चाहिँ उहाँले खुवाउन मिल्दैन भनेर भन्नुहुन्छ र उहाँहरू फेरि अनुगमन गर्न आउनुहुन्छ। त्यो हामीले ल्याबमा लगेको कुरा चाहिँ, खाद्यान्नमा लगेको कुरा चाहिँ कसरी बनेर आइपुग्यो त नि यहाँसम्म, भैरवसम्म कसरी आइपुग्यो त नि। हामी त रूपन्देहीवासी हो, हामीले लैजाने भनेको त भैरव हो। त्यहाँ चाहिँ कसरी आइपुग्यो भने उहाँहरूले चाहिँ यहाँ आइसकेपछि कतिको हाइजेनिक मेन्टेन छ भनेर हेरिसकेपछि उहाँहरूको स्टडी अनुसारको क्राइटेरिया मिट भइसकेपछि मात्र पाउने हो कि। त्यो चाहिँ हामी सर्टिफाइड छ। सजिलो यात्रा चाहिँ थिएन, तर अझै पनि थुप्रै चुनौतीहरू छन्। खुट्टा नडगमगाइकन अगाडि बढ्ने, लेडिज भनेर पछाडि चाहिँ नहट्ने। खुट्टा तान्नेहरू छन् भने यति सोच्नुहोस् रे, त्यो अब हामी धेरै माथि छौँ कि खुट्टा तान्ने त तल छ नि त, हामी धेरै हाइटमा छौँ नि त, त्यसरी हामी सोच्छौँ। अनि सधैँ उहाँहरूको हार हुन्छ, यो पनि लेखेर राख्नु, फेरि म त लेखेरै राख्नु भन्छु। आफ्नो कमजोरीहरू लुकाएर सोसाइटीलाई चाहिँ हामीले समाजबाट थुप्रै कुरा लेखेको छौँ नि त। त्यो समाजले हामीलाई हिजोको दिनमा राम्रो कुरा पनि दियो, नराम्रो पनि कुरा दियो। तर आज हामी यहाँ आइपुग्यौँ किन भन्दा हामीले सोसाइटीबाट राम्रो कुरा मात्र ग्र्याब गऱ्यौँ कि त्यो सोसाइटीलाई हामीले दिनु छ, त्यही भएर डगमगाइदिनु। म नतमस्तक भएको कि एकदमै आज पोडकास्ट जति कमजोरी भए पनि लुकाइन्छ, हाइड गरिन्छ, नपछुतो होइन, बरु सिरानीमा आँसु झारिन्छ होइन दिदी, तर सोसाइटीमा चाहिँ देखाइन्न। लड्ने नै हो, लड्ने नै हो, गर्ने नै हो। सफलताको मैदानमा केही त्यस्तो स्टोरिजहरू छ, दुईजनै लेडिजहरू अझ होइन भनौँ न यहाँसम्म आइपुग्दा यस्तो केही स्टोरिजहरू चाहिँ आफूलाई सेयर गर्न मन लाग्यो, जति चाहिँ आफू चाहिँ कहिलेकाहीँ एकदम टुटिन्छ नि त होइन। यो सायद सङ्घर्ष गर्ने मान्छेलाई नै थाहा हुन्छ होला कि एक्ज्याक्ट त्यो पेन के हुन्छ भएर, किनकि मान्छेले लास्टमा आएर हेर्ने त सक्सेस मात्रै हो। त्यहाँ आउँदासम्म आफूले गर्नु परेको, आफू कतिचोटि टुट्नु पर्यो, त्यो कुराहरूमा चाहिँ केही तपाईँहरूलाई चाहिँ यस्तो छ सेयर गर्न मन लागेको केही छ बहिनी? बिन्ता दिदीबाटै सुरु गरौँ होला। देयर आर लट्स अफ स्टोरीज, त्यसमध्ये एउटा के मेनलाई चाहिँ फोकस गरौँ न, कुन चाहिँ राम्रो इम्प्याक्ट कुन चाहिँ सेयर गर्ने भन्ने कुरा हो। तर सानोको भनौँ, ठुलोको भनौँ होइन, अहिलेको भनौँ होइन, धेरै छ मजाले जुन तपाईँलाई एकदमै सेयर गर्न मन लाग्यो। जो सुरुवातमै भाइले चाहिँ यो राम्रोको राज के हो दिदी यति सुन्दर भन्दै गर्दा, वास्तवमा त्यति सुन्दर त होइन, भाइको नजर राम्रो हो होइन। अनि सानोमा पनि अब सबैले राम्रो छ भन्दै गर्दाखेरि त्यो सानोमा राम्रै भन्दाखेरि मलाई चाहिँ एकदमै यो कलाकारिता लाइनतिर जान मन लागेको है। मलाई चाहिँ कलाकारिता लाइनतिर जान मन लागेको। दिदीले मोडलिङ पनि गर्नुभएको छ न? छ नि भाइ। दिदीलाई हेर्दै थाहा हुन्छ। मेरो भिडियो चाहिँ 3टा भिडियो चाहिँ म्युजिक भिडियो खेलेँ है। अनि सानैबाट त एउटा कलाकारिता लाइनतिर जान मन लागेको होइन। म सानोमा गोठालो जाँदा पनि त्यो रेडियो सुन्ने, अनि त्यसपछि त्यो रेडियोहरूमा नाटकहरू हुन्थ्यो होइन, तिनीहरू रेडियोहरूमा सुन्ने अनि टेलिभिजनहरूमा हेर्ने। त्यो गर्दै गर्दाखेरि पछि चाहिँ रेडियोको सपना चाहिँ पुरा भयो र सँगसँगै म्युजिक भिडियो पनि 3वटा जति खेलेँ। त्यो बेलामा त नराम्रो कपडा भन्नु बहिनी है, अनि पछि हेरेको त मेरो त यहाँनिर च्यातेको रहेछ, त्यही पनि ओहो अझै राम्रो देखिनुपर्छ भनेर। अब अहिले हेर्दा माया लाग्छ, अनि एकदम राम्रो कि एकदम माया लाग्छ। त्यो अनुभव लिएँ नि त। अहिले त टिकटकमा सबै आफ्ना कुराहरू सबै सेयर गर्ने, टिकटकमा लिपसिन गर्ने। त्यति बेला त कहाँ हुन्थ्यो, एउटा मोडल बन्न आउनुहोस् भनेपछि त ओहो म त मोडल भयो भन्ने हुन्थ्यो नि त। अनि कहाँ कपडा झुटाएर हुन्छ होइन, अझै मागेर हुन्छ कि मागेरै एउटा त्यो गाउन छ है, त्यो त च्यातेको रहेछ। पछि मैले च्यातेँ कि साथीले च्यातेको भन्ने चाहिँ पछि सिलाएर चाहिँ दिएँ। अनि म म्युजिक भिडियो चाहिँ ठ्याक्कै भाइले भने म्युजिक भिडियो हाम्रो देवदहकै बलाल दाईसँग मैले हाम्रो खेलेको थिएँ। अनि त्यहाँ खेम सरको सङ्गीत अनि गायनमा रहेको देवदहकै हुनुहुन्छ। अनि उहाँले चाहिँ देवदहको टटेरामा खेम थापा मगर है। अनि सरले चाहिँ ल मोडलिङ गर्नु पर्यो भन्नुभयो। अनि त्यो मोडलिङ बन्ने पनि इच्छा थियो नि त, रेडियोमा लाग्दा लाग्दै अनि मोडलिङ बन्ने पनि अफर आयो। त्यति बेला चाहिँ त्यति खासै राम्रो कपडा अनि राम्रो सुट गर्नलाई कहाँ खोलामा हामी त्यो देवदहको घोडाको खोलामा गएको होइन, पानी छ्यापेको यसो गरेर। अनि त्यसपछि बलाल दाई त्यति बेला त। अनि त्यसपछि तपाईँको अझै अलि राम्रो सिनमा हामी त्यो एउटा सिन लिन पनि हामी डाउनेको जङ्गलमा पुगेको कि, त्यो जङ्गल देवदहमा जङ्गल थियो नि त, हामी डाउनेको जङ्गलको उकालोमा हामी पुगेको थियौँ कि। जस्तो त्यति बेलाको हेर्दा हाँसो चाहिँ लाग्छ होइन, जे होस् त्यति बेला अनुभव चाहिँ मैले लिएँ भन्ने चाहिँ छ होइन। त्यो मोडलिङको पनि एउटा रहर चाहिँ मैले त
केही चिज गर्छु भनेपछि गरिहाल्ने के रहर पुरा भयो है। अनि सानोमा चाहिँ म सानो भनौँ न मैले त्यही 5-6मा पढ्दा होला मैले बाबालाई चाहिँ अगेनामा राख्दाखेरि होइन राखेर अनि त्यो ढोङ्ग्रो हुन्थ्यो हामीले ढोङ्ग्रोमा हामीले भात पकाउने अनि त्यो ढोङ्ग्रोले फुक्दै त्यो ढोङ्ग्रोलाई चाहिँ माइक बनाउँथेँ। जसरी अहिले इन्टरभ्यू मैले चाहिँ धेरैको इन्टरभ्यूहरू चाहिँ लिएँ। पहिलो इन्टरभ्यू चाहिँ रोहितसँग म दिँदैछु, यो चाहिँ मेरो पहिलो इन्टरभ्यू है, मेरो पहिलो इन्टरभ्यू हो। अनि त्यति बेला बुवालाई चाहिँ मैले त्यो सानो हुँदा 5-6 वर्षको हुँदाखेरि बुवालाई चाहिँ तपाईँलाई यो कार्यक्रममा स्वागत छ भनेर इन्टरभ्यू लिन्थेँ कि त्यो सपना मैले रेडियोमा आइसकेपछि पुरा गरेँ। अनि त्यसमा मोडलिङ लाइनको भनेको खासै राम्रो चाहिँ छैन है भाइ, ठिक छ। अनि म्युजिकहरू थोरै थोरै खेलेँ। अनि सँगसँगै साँच्ची नै एउटा सङ्घर्षको कुरा बिर्सनै नसकेर सङ्घर्षको कुरा भन्दै गर्दा म लाइफ इन्सुरेन्स कम्पनीमा आइसकेपछि मलाई जुन म रेडियो फिल्ड छोडेर म यता आएपछि साँच्ची नै मलाई चुनौती थियो भाइ देवदहमा, किनकि म देवदहमै रेडियो छोडेर देवदहमै स्थापित लाइफ इन्सुरेन्समा म एज अ म्यानेजरको रूपमा म स्थापित हुनु थियो नि त। म त्यही ठाउँमै रहेर यो ठाउँमा चाहिँ मैले केही गर्नुपर्छ, किनकि भर्खरै मैले रेडियो छोडेको, त्यति बेला छोड्ने बेलामा नि सहज थिएन तपाईँको त्यति सर चाहिँ त्यो एप्लिकेसन स्वीकृत पनि गर्नुभएको थिएन क्या है। हुन्छ ल खुसी साथ जानुहोस्, किनकि राम्रो मान्छेलाई हाम्रो के छ भने राम्रो मान्छेलाई अझै पनि त्यो माइन्ड भएको भएर अझै हामी डेभलप भएको छैन कि हाम्रो मान्छे अझै राम्रो ठाउँमा जाओस् भन्ने चाहनुपर्छ कि अपडेट हुनुपर्छ भन्ने चाहिँ चाहनुपर्छ। म त्यही ठाउँमा बसेर चाहिँ एकदमै चुनौती थियो। म चाहिँ केही गर्नुपर्छ है भन्ने चाहिँ यति कैयौँ रात त नसुतेर पनि काम गरियो, कैयौँ दिन भोकको रहेर काम गरियो। सँगसँगै आउँदै गर्दा तपाईँको 76 सालमा म जुन लाइफ इन्सुरेन्समा जोइन हुँदै गर्दाखेरि ठ्याक्कै त्यही वर्ष चाहिँ लकडाउन भइदियो कि कोभिड। अनि त्यसपछि झनै चुनौती। अब इन्सुरेन्स फिल्ड मेरो लागि एकदमै चुनौती थियो, नयाँ थियो होइन। अनि त्यही पनि कन्भिन्स गर्ने फाइनेन्सियल पैसाको कुरा होइन। जसलाई नै बिमा गर भन्यो होइन, बिमा छ, बहिनीले 2टा बिमा छ भने घरमा समस्या थियो। सो सँगसँगै पनि एकदमै नेक्स्ट इयर चाहिँ एकदमै राम्रो भयो। नेक्स्ट इयर मेरो बेबी पनि भयो होइन। मेरो चाहिँ एकदमै लक्ष्मीको रूपमा मेरो बच्चा सँगसँगै धेरै उपलब्धिहरू चाहिँ हासिल गरेँ र अहिले पनि राम्रो छ। र त्यहाँनिर मैले बच्चा भइसके पश्चात 3 महिनाको छुट्टीमा पनि म 2 महिनामा त म अफिस नै आएको थिएँ। अब त्यसमा चाहिँ एकदमै काम थियो होइन, यति काम हुन्थ्यो, यति धेरै माया गर्नुहुन्थ्यो। हाम्रो देवदह लगायत देवदह आसपासमा रहनुहुने सबै हाम्रो जुन कस्टमरहरूले चाहिँ यति धेरै बिमितहरू धेरै हुनुहुन्थ्यो। अनि बच्चालाई चाहिँ जानियो भने त्यति बेला चाहिँ रातिको नाइट गाडीले लान्थेन होइन, नाइट गाडीमा त्यति नजिककोलाई चाहिँ लाँदैन नि त। अनि अब साँझको समयमा बच्चासँग कसरी जानु, अनि त्यही एउटा रुममा अफिस थियो, त्यही रुममा अफिसमा अनि एउटा दिदीको स्टिल अहिले पनि छ सानो त्यो अहिले त ठुलो भयो अफिस त, सानो एउटा अफिसमा चाहिँ त्यो बेडहरू राखेर बिस्तारहरू राखेर नानुलाई बच्चालाई साइडमा राखेर काम गर्दै अर्को एकदमै। अनि मेरो बच्चालाई चाहिँ सबै एजेन्सीहरूले हुर्काइदिनु भयो। हाम्रो एजेन्सी म्यानेजर एजेन्सीहरू हाम्रो कम्पनीमा काम गर्ने अभिकर्ताहरूले सबै हातमा हुर्के र 2 रात 3 दिन चाहिँ हामीले एकदमै रसमा काम गऱ्यौँ, किनकि असार क्लोजिङमा एकदमै धेरै कामहरू हुन्छ। अनि त्यो काम भनेको त सधैँ आओस् प्रभु भनेर प्रार्थना गर्छु कि होइन, किनकि बिमा गरेको त राम्रो हो नि त होइन। बिमा गरेको त्यो टाइममा चाहिँ बच्चासँग चाहिँ साह्रै गाह्रो भयो। बच्चासँग गाह्रो हुँदै गर्दा पनि त्यो गाह्रोको बावजुद पनि अब सफलता चाहिँ यति मिठो हुँदो रहेछ कि भाइ, साँच्ची नै सङ्घर्ष गर्दा मात्र हो कि एक्लै हुने त भाइ, तर सफलतामा सबै हुन्छन्। सङ्घर्षमा एक्लै हो, दुःख गरियो, आज सबै साथीहरू छन् होइन। त्यही नै हो। त्यो मैले अघि त्यो उसकै हामी आउँदा कुरा गर्थ्यौँ, दिदीले कार पनि इन्सुरेन्सबाटै त्यो बेस्ट म्यानेजर भएर चाहिँ। हजुर, यो चाहिँ कस्तो हुन्छ भने अवार्ड जस्तो तपाईँको टार्गेट भन्ने हुन्छ होइन, कम्पनीहरूमा बेस्ट बिएमहरूलाई चाहिँ वर्षमा चाहिँ बेस्ट बिएमहरूलाई चाहिँ दिएको हुन्छ। त्यस अनुरूप मैले चाहिँ 2077-78 को उसमा चाहिँ मैले पाएको थिएँ। ठ्याक्क आज चाहिँ त्यो कारमा एउटा नेपालीको चाहना के हुन्छ भने भाइ, मेरो पनि चाहना के थियो भने मैले केही गर्छु होइन, राम्रो घर बनाउँछु अनि एउटा चिल्लो गाडी किन्छु भन्ने हरेक व्यक्तिहरूको सपना हुन्छ। अनि त्यो चाहिँ मैले गाडी चढ्छु, म केही गर्छु भन्ने चाहिँ मेरो त एकदमै थियो, तर छिटै चाहिँ पुरा गरेँ।
पुरा गर्नको लागि चाहिँ सङ्घर्ष चाहिँ चाहिन्छ भाइ, सङ्घर्ष चाहिँ चाहिन्छ, काममा लगाव चाहिँ चाहिन्छ। धेरै व्यक्तिहरूले भन्नुहुन्छ तपाईँ जस्तो टाटो बाटो मान्छे यस्तो सङ्घ संस्थामा बस्नुपर्छ, यहाँ बस्नुपर्छ, उहाँ बस्नुपर्छ, अनि पद ओगट्न मात्र किन बस्ने होइन? जहाँ तिमी रहन्छौ त्यो ठाउँमा त्यो कामलाई चाहिँ बेस्ट गर न। तिमीलाई नामले होइन कि कामले चिनाउँछ तिमीलाई। त्यही भएर कामले चिनिने हो, नामले होइन। कामले चिनिने हो, कामले चिनेपछि नाम त त्यसै भइहाल्छ भाइ। वाह, म अझै पनि नतमस्तकै छु। म एक त फोकसै गर्न सकिरहेको छैन। मैले सुरुमै भनेको छु लाइक 2 ब्युटिफुल लेडिज आर सिटिङ इन फ्रन्ट अफ मी होइन। त्यसमाथि पनि कुरा निन्दै लाग्नु जस्तो है यिनलाई। आज त आँखा अगाडि हामी आएकै गर्छौँ जस्तो छ। त्यसै छ। ओके, समका दिदीसँग जाउँ। केही स्टोरिजहरू आफ्नो अहिलेसम्मको भनौँ न स्ट्रगल सक्सेसको स्टोरिजहरू। सक्सेसै भन्नको लागि चाहिँ आज यहाँसम्म आइपुग्दा चाहिँ यो कुरालाई चाहिँ म सक्सेस भन्दिनँ होइन। किनभने सक्सेस अझ धेरै छ कि। जबसम्म हामी जीवित हुन्छौँ त्यो दिनसम्म हामी स्ट्रगल गरिरहेको हुन्छौँ र जति पनि स्ट्रगल गरेर पाइरहेको त्यो सक्सेस त त्यहाँसम्म भइरहेको छ नि त। त्यही भएर त्यो अहिले यो पार्टलाई चाहिँ सक्सेस भन्दिनँ। तर पनि कस्तो भन्दाखेरि थोरै धेरै अपार्ट चाहिँ थोरै चाहिँ हामीले चाहिँ मैले चाहिँ एचिभ गरेँ जस्तो लाग्छ होइन। यसको लागि चाहिँ म ब्लेस्ड फिल नै हुनुपर्छ। किनभने जुन संस्कारमा म हुर्किएँ होइन, जुन सोसाइटीले छोरी पढाउनु हुँदैन होइन, छोरीलाई चाहिँ एक्सपोज गर्नु हुँदैन, भोलि बिहान विवाह भएर जाने हो भन्ने त्यो बिचमा चाहिँ जुन संस्कारले चाहिँ बाबाले हुर्काउनु भयो, जस्तै हामीले जहिले पनि आमालाई अगाडि राख्छौँ कि म फेरि जहिले पनि म बाबालाई अगाडि राख्छु कि। किनभने आजसम्म बाबाको देनको कारणले गर्दाखेरि नै आज चाहिँ सोसाइटीमा यति धेरै काम गर्न पाएको हो कि। लाइक म आज पोडकास्टमा आइराख्दाखेरि पनि म बाबाको आशीर्वाद लिएर आएको होइन। बाबा विभूति लगाइदिनु मलाई भनेर अनि मैले त्यो लगाएर आएको र बाबाको नाम लिइराख्दाखेरि पनि कस्तो मलाई एकदम के अहिले पनि पसिना आइसक्यो होइन। गुजबम्स आउँछ मलाई एकदमै। अभियसली यहाँसम्म आइपुग्दाखेरि धेरै नै चुनौती त भोगियो होइन। भोगिराख्दाखेरि पनि बाबा हुनुहुन्छ है होइन। किनभने म जब उज्यालोको अध्यक्ष भएँ फर्स्ट कार्यकालमा स्पोन्सर पाउनै गाह्रो थियो कि। त्यतिखेर चाहिँ मैले एउटा सानो बिजनेस, सानो हुँदैन अरे होइन, बिजनेस रन गरिरहेको थिएँ। बाबाले के भन्नुभयो भन्दाखेरि बाबा यो दन्त शिविर गर्न लागेको कति लाग्छ के लाग्छ केही थाहा छैन होइन, के गर्ने होला स्पोन्सर नै पाए छैन भन्दाखेरि बाबाले चाहिँ तेरो यो पिठो भन्ने चलन छ नि त होइन, अनि तेरो यो पिठो बेचेर जति पैसा आउँछ तैँले फर्स्ट प्रोग्राममा चाहिँ तैँले खर्च गर, घरमा कसैलाई नभन्। किनभने यो भनेको एकदम गाह्रो कुरा हो नि त। अनि त्यही भएर पनि स्ट्रगल थुप्रै छन्, चुनौतीहरू थुप्रै छन् होइन। सबै चुनौतीहरूलाई चाहिँ हामीले सोसल मिडियामा देखाउन सकिँदैन र देखाउन पनि हुँदैन होइन। म त फेरि यस्तो मान्छे हो कि सोसल मिडिया हो भन्दैमा चाहिँ हरेक कुरा सोसल मिडियामा नपोखाउँ, आफ्नो पारिवारिक आफ्नो व्यक्तिगत जिन्दगी होइन। किनभने जबसम्म हामीले त्यो प्रब्लमलाई चाहिँ आफै सल्भ गर्दैनौँ तबसम्म नो वान विल सल्भ इट के। एकछिन चाहिँ हो भन्ने आउनुहुन्छ होइन, तर त्यो फेरि अर्को अन्त त्यो भएको भन्दा पनि नभएको कुरालाई चाहिँ मोडिफाई गरेर लैजानुहुन्छ। त्यस कारण पनि चुनौतीहरू थुप्रै थिए होइन। तर पनि बाबाको कारणले गर्दाखेरि चाहिँ र एउटा परिवार छ र जसले सपोर्ट गरिराख्नुहुन्छ। तर मेन सपोर्ट गरिरहेको जहिले पनि जस्तै परिवार पनि सधैँ परिवारको हरेक मेम्बर तिम्रो हरेक स्टेपमा चाहिँ कहिले सपोर्टिभ भइदिन्न कि। तर बाबा चाहिँ जहिले सपोर्टिभ होइन। अनि जहिले पनि छोरीलाई पढाएर यो पागल भयो भन्दाखेरि पनि बाबाले त्यो कुराहरू कहिल्यै सुनाउनु भएन कि। अनि बाबाले अहिले काम गरेर स्टिल मेरो बाबा रिटायर्ड टिचर हो नि त, 2-3 वर्ष भइसक्यो, तर पनि उत्तिकै काम गरिराख्नुहुन्छ कि बाबाले। अनि म कहिले काहीँ काम गरेर थाक्छु नि, अनि मलाई फिल हुन्छ कि बाबालाई पनि त कति थकाइ लाग्दो होला नि त होइन। तर कहिले भन्नुहुन्न नि त बाबाले भनेर चाहिँ त्यो कुरा चाहिँ हिट भइरहेको हुन्छ। स्ट्रगल त थुप्रै छ, त्यति हो। आजको दिनसम्म घरमा चाहिँ आफूले फेस गरेको कुराहरू चाहिँ आँसुको माध्यमबाट चाहिँ देखाएको छैन। जति पनि छ आफै नै सल्भ गरिरहेको छु कि। अब कहिलेकाहीँ चाहिँ देखाउँदिनँ भन्दै गर्दाखेरि पनि कहिलेकाहीँ फ्यामिलीमा थाहा भइहाल्छ केही कुराहरू। थाहा भइराख्दाखेरि पनि त्यो पलमा पनि बिन्ता दिदी मैले आँसु देखाएको छैन कि। भनेको त्योभन्दा अगाडि त्यसपछि काम गर्दै गर्दाखेरि हामी सोसाइटीमा एक्सपोज हुँदै गर्दाखेरि कति चुनौती छ होइन बिन्ता दिदी? एकदम थुप्रो छ नि त। त्यो चुनौतीलाई मैले कहिले पनि घरमा गएर भनेको छैन। किनभने त्यो चुनौती सुनायो भने मैले मेरो फ्यामिलीले मलाई तिमी नबढ भन्छ कि।
त्यो अभियसली मेरो घरमा मात्रै जो गएको घरमा पनि। अनि अहिलेको जति पनि म चाहिँ धेरै नै स्ट्रगल फेस गरेको, कस्तो स्ट्रगल पनि फेस गरेको भन्दाखेरि हामी सानोदेखि हुर्किँदादेखि नै हाम्रो घरमा चाहिँ 30वटा गाई थियो होइन। अनि त्यसलाई खुवाउने छुट्टा छुट्टै बाल्टिङहरू थियो कि बाल्टिङ थियो। अनि हाम्रो घरमा चाहिँ कस्तो भन्दाखेरि बिन्दा दिदी चुइने के पानी चुइने होइन। अनि हामी त सानो, अनि त्यो बाल्टीहरू चाहिँ दिदीले भाइले मैले भएर चाहिँ त्यो बाल्टी चाहिँ पानी चुहिएको ठाउँमा लगेर राख्ने कि होइन। भनेको 30वटा गाई थिए, 30वटै बाल्टी थिए होइन। त्यो 30वटा बाल्टीहरू हामीलाई पानी पर्दासम्म हामीले राख्न कहाँ राख्ने भने त्यस्तो थियो कि त्यो परवरिश त्यो देखेर त्यो बाल्टिङहरू राखेर हुर्केको नि त। त्यही भएर यहाँसम्म आउन सजिलो थिएन। अनि अहिले अर्को सिनारियो पनि म जोड्छु होइन। अब अहिले कस्तो हुन्छ भन्दाखेरि छोराछोरीले एससी पास गर्नुभयो, प्यारेन्ट्सले आइफोन 17 प्रो म्याक्स दिनुभएको छ कि होइन। त्यो बच्चाले तपाईँको स्ट्रगल कसरी बुझ्ने के? उसलाई हो हामी प्रविधिसँग जोडिनुपर्छ, नो डाउट जोडिनुपर्छ। तर तपाईँले त्यत्रो 2 लाख 3 लाखको मोबाइल एसएलसी एससी, अहिले त एससी आइसक्यो होइन। हामी त एसएलसीको पालाको होइन। अनि अहिले बच्चाले पास गरिरहेको छ अनि दिइराख्नु भएको छ आइफोन 16 प्रो म्याक्स। यो भन्दै गर्दा मैले रोशन दाईको बिजनेसलाई डुबाउन खोजे त होइन है, जलेश्वरको बिजनेसलाई डुबाउन खोजे होइन। तर एउटा सन्तानले चाहिँ कसरी बुझ्छ भन्नु न होइन। त्यो त बुझ्नै सक्दैन नि त। हो उसलाई टेक्नोलोजीसँग जोडाउँ, तर पनि त्यो त्यति धेरै एससी पास गर्ने बित्तिकै उसलाई एप्पल कम्पनीका चिजहरू दिन चाहिँ आवश्यक छैन जस्तो। तर यो भनिराख्दा म के भन्छु भन्दाखेरि हाम्रो फिजिकल्ली मेन्टली हामी स्टेबल हुन एकदमै जरुरी छ कि। त्यो जरुरी हुनको लागि बरु बच्चाहरू होइन, म त ओसो पनि गएको मान्छे, विपासना पनि गएको मान्छे। त्यही भएर म के भन्छु भन्दाखेरि तपाईँको सन्तानलाई, तपाईँको भाइ बहिनीलाई विदेशमा तपाईँहरूले काम गरेर पैसा कमाउन सजिलो छैन होइन। त्यो पैसा यति दुःखले कमाइरहेको हुनुहुन्छ नि त। त्यही भएर तपाईँहरू मोबाइल दिनुहोस्, तर उसले चाहिँ बुझोस् के यो मोबाइल किन्नको लागि कति दुःख छ भनेर होइन। सो टेक्नोलोजीसँग अथवा महँगा उपहारसँग जोड्न भन्दा पनि उसलाई चाहिँ जस्तै एससी पछि ग्याप हुन्छ होइन, +2 पछि ग्याप हुन्छ। त्यो ग्यापमा चाहिँ उसलाई चाहिँ विपासना लगाउँ कि विपासना पठाउँ, ओसो पठाउँ कि, ताकि ओसो पठाउँदै गर्दाखेरि विपासना पठाउँदै गर्दाखेरि चाहिँ ऊ सन्यासी हुने होइन कि। त्यहाँ कसैले पनि फोर्स गर्दैन कि। त्यो विपासनाले मेडिटेसन ओसोले के गर्छ भन्दाखेरि तिमी जुनसुकै प्रब्लम पनि फेस गर्नको लागि तिमीलाई मेन्टल्ली चाहिँ इमोसनली स्ट्रङ गराउँछ कि। मैले मास्टर पढ्दै गर्दाखेरि विपासना जोइन भएको कि, मास्टरको 3rd सेमेस्टर 10 दिनको हुन्छ क्या? 10 दिनको हुन्छ। डिफ्रेन्ट प्याकेजहरू हुन्छ यसको। 45 डेज पनि हुन्छ, 10 डेज पनि हुन्छ, 1 डेज पनि हुन्छ। आफूलाई जुन सुइटेबल हुन्छ त्यो लेख्ने। त्यही भएर कुनै पनि प्यारेन्ट्सले आफ्नो छोराछोरीलाई, कसैको पनि दाइ दिदीले कसैले पनि महँगो उपहार दिन भन्दाखेरि आफ्नो सन्तानलाई, आफ्नो भाइ बहिनीलाई चाहिँ एससी पछि चाहिँ विपासना ओसोतिर चाहिँ एकपटक लगाउनु भयो भने चाहिँ, किनभने हामी लाइफमा अगाडि बढ्दै गर्दाखेरि थुप्रै अब्स्टेकल्सहरू हाम्रो अगाडि आउँछ कि, जुन कुरा हामीले परिवारसँग सेयर गर्न सक्दैनौँ, साथीभाइसँग सेयर गर्न सक्दैनौँ कि। त्यो बेलामा चाहिँ हामी फिजिकली र मेन्टली स्ट्रङ हुनको लागि चाहिँ विपासना र ओसोले एकदमै हेल्प गर्छ कि। तिमी विपासना ओसोमा जान्छौ भन्दै गर्दाखेरि तिमीलाई एन्जाइटी भएको, स्ट्रेस भएको होइन। तिमी एउटा जीवनमा अगाडि बढ्दै गर्दाखेरि, किनभने पैसा कमाउन सजिलो छ तर इमान्दारितासँगको पैसा कमाउन एकदमै गाह्रो छ कि। त्यो फेरि मलाई एकदमै भ्यालु लाग्छ। को मान्छेले कति पैसा कमाइरहेको छ भन्दाखेरि पनि को मान्छेले इमान्दारको साथ पैसा कमाइरहेको छ भन्ने कुरा मलाई इम्पोर्टेन्ट लाग्छ होइन। किनभने पैसा कमाउन सकिन्छ, एकपल्ट गइसकेको इज्जत कमाउन सकिँदैन कि। त्यो भएको भएर पनि मलाई चाहिँ कस्तो लाग्छ भन्दा प्यारेन्ट्सहरूले चाहिँ महँगा उपहारहरू दिनु कहिले पनि। फेरि मैले भनिराख्दाखेरि मैले लिगिरहेको फोन अहिले मैले ब्रान्ड नै एप्पल कम्पनीकै लिगिरहे पनि, एप्पल कम्पनीकै लिगिरहे पनि बाबा मम्मीसँग डिमान्ड गरेर किनेको होइन कि, मेरो मेहनतले किनेको। त्यही भएर म जति आफूलाई माया गर्छु नि, म फर्स्टमा आफूलाई नै धेरै माया गर्छु होइन। त्यो माया गरिरहेको त म आफूले जतिको माया गर्छु यति नै माया गरिरहेको छु। अनि म कस्तो भन्दा मास्टर पढ्दै गर्दा म विपासना जोइन भयो नि त। अनि त्यसपछि म किन ढिलो विपासना जोइन भएँ भन्ने चाहिँ मलाई त्यतिखेर रिग्रेट भएको। त्यही भएर पनि म यो पोडकास्टबाटै भन्न चाहन्छु, एससी दिइराख्दाखेरि ग्याप हुन्छ होइन, अथवा थोरै ब्रेक हुन्छ, दसैँ तिहारको भ्याकेसन हुन्छ होइन, विपासना जोइन भइहाल्नु। म त अहिले पनि विपासना जोइन गर्ने एकदम मुडमा हो, तर अहिले चाहिँ मेरो मिलेन होइन। त्यही भएर म क्यान्सलै, त्यो सेसन नै क्यान्सल गरेर बसेको। त्यही भएर
कोही छोराछोरी विपासना ओशोलाई चाहिँ जस्तै एउटा डिभोर्स होइन एन्जाइटी डिप्रेसनको ट्याग दिएको छ नि ओशोलाई विपासना टोटली रङ हो कि त्यो भने तिमी फिजिकल्ली मेन्टली इमोसनली स्ट्रङ हुनको लागि यसले एकदमै धेरै हेल्प गर्छ कि ओशोले विपासनाले एकदम त्यही भएर महँगा उपहार दिन भन्दा पनि यतातिर चाहिँ सजेस्ट गरौँ होइन त्यो भयो भने चाहिँ मेन्टल्ली चाहिँ एकदम स्ट्रङ हुन त जरुरी छ अहिलेको सिचुएसनमा किनभने प्रविधिले जति अगाडि बढेको छ त्यति मेन्टली विक भएको छ नि त हामी त्यही भएर पनि सो अब हामी पोडकास्टको इन्डियनतिर छौँ गफ गर्न भने मैले भन्थेँ नि त्यहाँ गएर हेडसेट लगाइसकेपछि भाइब चाहिँ एकदम भाइब आइरहेको छुट्टै भाइब हुन्छ अझै धेरै घन्टाको पनि हामी जान सक्छौँ नि होइन मलाई एकदमै कस्तो होला होइन कति धेरै हुन्छ मलाई पनि के क्वेशन होला के डिस्कसन होला भनेर डर लाग्यो तर मैले भन्थे त फ्लोमा गइसकेपछि त्यही भएर पनि मलाई यो फर्म अफ टक अथवा जे पनि मनपर्छ कि सो या कमिङ ब्याक टु अब दिदी होइन जस्तो अब लास्टतिर पनि यो सोधौँ जस्तो हामीले अघि कुरा गर्दाखेरि चाहिँ त्यो डोनेसन उठाउन गाह्रो भनेर अहिले जुन गाह्रो छ तपाईँले फेरि त्यही हुन्छ कि फेरि तपाईँको पालामा भन्यो चाहिँ फेरि दिदीको उमेर 16 वर्ष ल सो त्यो बेलामा झन् कति गाह्रो हुन्थ्यो तपाईँहरूले प्रोग्राम गर्दा त्यो बेलामा होइन त्यो बेलामा त झन् मलाई दिदीहरूले प्रोग्राम अहिले त हामीले होइन एउटा ठाउँमा जाऊँ ब्याज बनाउनु दियो ल प्रिन्ट निकालिदिन्छ सक्यो कि दिदी मलाई केसम्म याद छ भने दिदीहरूले त्यो अतिथिले लगाइदिन्छ नि ब्याज त्यो आफैले सिलाएर पनि त्यो के रिबन सिलाएर बनाउनु पर्थ्यो कि त्यो पालामा होइन थियो कि म जेन्जी हो म जेन्जी नै हो बीचको होला सायद होइन म जेन्जी नै हो प्रपर जेन्जी हो म 1997 मा जन्मेको फर्स्ट ब्याच अफ जेन्जी हो कि भाइले के भन्दै थिए त्यही त त्यतिखेर डोनेसन्सहरू उठाउँदाखेरि अथवा प्रोग्राम गर्दा यस्तो त्यस्तो अहिले बरु समस्या देख्छु किनकि सोसियल मिडियाले गर्दाखेरि अहिले हामीले त्यति बेला कलाकार हेर्नको लागि ल है फलाना कलाकार आउँदै हुनुहुन्छ अरे राजु परियार आउँदै हुनुहुन्छ अरे होइन विभिन्न कलाकारहरू आउँदै हुनुहुन्छ भन्दाखेरि त ओहो साँझको प्रोग्राम छ भने 3 बजे भात पकाएर 4 बजे खाएर र साँझको प्रोग्राम हेर्नको लागि ननस्टो सबै भ्याएर हिँड्नुहुन्थ्यो कि अहिले त मान्छेहरू के हुन्छ त लाइभबाट हेरिरहेको छु किन जान पर्यो त्यो 100 रुपियाँ टिकट किन काट्न पर्यो किन त्यहाँ घाम खान पर्यो होइन किन निन्द्रा भगाउन पर्यो आनन्द बिस्तारामा बसेर आराम भयो कि त्यति बेला कार्यक्रम गर्नको लागि यति सजिलो मलाई त सजिलो लाग्छ है सजिलो थियो भाइ किनभने कार्यक्रमहरू सजिलै विज्ञापनहरू नै आउँथ्यो अहिले रेडियोमा मैले साथीहरूलाई सँग बुझ्छु रेडियोमा कतिवटा विज्ञापनहरू छ भन्दाखेरि विज्ञापन खासै हुँदैन त्यो बेलामा 250-300 होइन विज्ञापनहरू त्यस्तो हुन्थ्यो किनकि सबैले दिनुहुन्थ्यो सबैले माया गर्नुहुन्थ्यो अहिले के भन्नुहुन्छ त पछिल्लो समय अहिले क्राइसिस छ पैसा छैन होइन के गर्नु के कार्यक्रम गर्नु ठिकै छ भनेर त्यस्तो गर्नुहुन्छ त्यति बेला कार्यक्रम गर्नको लागि त कस्तो पैसा उठ्थ्यो है जब गएपछि त मजाले त्यति बेला मजाले दिनुहुन्थ्यो कि कसैले 2000 1000 होइन 5000 मजाले सबैले दिनुहुन्थ्यो नाइ कसैले भन्नुहुन्थेन कि अनि एउटा कार्यक्रम चाहिँ एक्लै आँटेको छु मैले चाहिँ एक्लै किनकि म धेरै ठाउँहरूमा कार्यक्रम गरेँ होइन विभिन्न जिल्लाहरूमा गएँ विभिन्न ठाउँहरूमा जाँदै गर्दाखेरि मलाई कस्तो लाग्यो भने मेरो ठाउँ मेरो आफू जन्मिएको ठाउँमा पनि मैले कलाकार बोलाएर चाहिँ कार्यक्रम गर्नुपर्छ है र त्यो कार्यक्रम गर्नको लागि मलाई देवदहको खैरेनीबाट फुल सपोर्ट रहेको थियो कि विभिन्न पसलहरू सुनचाँदी पसलहरू विभिन्न पसलहरूले चाहिँ मलाई स्पोन्सर दिनुभएको थियो अनि त्यो कार्यक्रममा चाहिँ कलाकारहरू बोलाउने अनि त्यसपछि एकदमै रमाइलो पनि कार्यक्रम भयो त्यो बेलामा चाहिँ मैले सम्झन चाहन्छु त्यो ठ्याक्कै बहिनी पनि होइन ठ्याक्कै तिजोको कार्यक्रम थियो उज्यालोबाट तिज प्रतियोगिता पछि ब्याचलर पढ्दाखेरिको त्यो कार्यक्रम त्यति बेला त्योभन्दा अगाडि पनि कार्यक्रमहरू चलाउनको लागि त डोनेसनहरू त दिन्थ्यो अहिले बरु हजुर छैन के यस्तो गर्ने के गर्ने भनेर चाहिँ अहिले पछिल्लो समय तिमीहरूलाई गाह्रो होला होइन गाह्रो छ त्यही भएर त सहर चाहिँ मैले फेरि भाइहरूलाई अनि मैले पनि गरिरहेको मैले पनि उठाइरहेको भएर चाहिँ मैले जुन विभिन्न प्रस्तावहरू आयो भने भाइलाई चाहिँ नो भन्दिनँ र कसैलाई पनि नो भन्दिनँ चाहिँ थोरै धेरै जे होस् मैले गर्छु सहयोग चाहिँ गर्छु गाह्रो होला पछि फेरि विद्या दिदीलाई हुन त तर विद्या दिदीको अगाडि गयो भने खाली हात फर्किनु पर्दैन अहिलेसम्म चाहिँ कसैलाई परेको धेरैजनाको ओहिरो लाग्ला है दिदी यहाँनिर मैले ठ्याक्कै यो कार्यक्रमको विषयमा मैले सम्झेँ यो आजभन्दा न्यु इयरकै कार्यक्रममा मैले सुनौल नगरपालिकामा कार्यक्रम गरेको थिएँ हाम्रो चाहिँ यस्तो राम्रो कलाकारहरू आउँदा पनि होइन मान्छेहरू थोरै मात्र के
त्यति बेला मैले पहिला कार्यक्रम स्टेज प्रोग्रामहरू गर्दा त यस्तो मान्छेहरू हुन्थ्यो कि एउटा त्यति बेला सम्झना आयो एउटा कुनै चिटमा चाहिँ के अरे लेखेर होइन आई लभ यु लेखेर एउटा पोको पारेर अनि त्यसपछि पछाडिबाट होइन अनि अलिकता त्यस्तै हुन्छ नि साँझको कार्यक्रमहरू त खाएर पुरा सेक्युरिटी गार्ड जस्तो होइन साइडमा मान्छेहरू लग्थे है यस्तो थियो अहिले त कहाँ हुनु यहाँ साइडमा होइन त्यहाँ जानको लागि किनकि त्यहाँ स्टेजको प्रोग्राममा त मैले अलिकता रमाइलो तरिकाले कार्यक्रम चाहिँ चलाउँथेँ किनकि त्यहाँ त्यो एकदमै रमाइलो किनकि दर्शकलाई चाहिँ रमाइलो दिने हो नि कार्यक्रम रमाइलो गर्न आउनुभएको छ भने एउटा उद्घोषक चाहिँ एकदमै रमाइलो चाहिँ गर्नुपर्छ उद्घोषक भूमिका चाहिँ हुन्छ अनि त्यसमा चाहिँ एकदमै ठट्यौली पाराले चाहिँ कार्यक्रम चलाउँथे त्यसले गर्दाखेरि अब केटाहरू चाहिँ अलिकति झोङ्गिन्थे कि त्यसपछि हान्थे कि होइन त्यसपछि अनि पछि अब त्यहाँ त जे होस् स्टेजमा मात्र माहौल हामीले बोलेको हो नि त अब त्यहाँ जति बोल्यो अनि त्यसपछि कथा भ्याइयो कि हामी त कथा त्यस्तो हुन्थ्यो भाइ अहिले त पछिल्लो समय त सबै त्यो आइलेबीले मलाई याद आयो कि होइन दिदीको लभ म्यारेज हो कि एरेन्ज म्यारेज हो दुवै भनौँ होइन लभै हो भनेपछि बुझ्नु पर्यो यस्तो भयो राम्रो भन्दै गर्दाखेरि राम्रो मान्छेलाई सबैले अलरेडी बोयफ्रेन्ड छ भनेर चाहिँ नहेर्दो रहेछन् क्या किनकि अलरेडी छ राम्रो मान्छेको छ भने राम्रो चाहिँ होइन ए म सिंगल भएको कारण बल्ल थाहा भयो भएर पनि हुन सक्छ है त्यही त के सबैले त गर्नु छ होला भनेर सोचेरै होला सबै त्यही कन्फ्युजमा टाडियो कि भाइले सोधेको प्रश्न ठ्याक्कै मैले चाहिँ मलाई विवाह प्रस्ताव आयो माग्नको लागि भनौँ न अनि अब कहाँ बिहा भनेको एकचोटि गरिन्छ नि भाइ अनि बारम्बार गरिँदैन होइन माया प्रेम पस्ने कुरा होइन अलग होला होइन अनि बिहा भनेको त एकचोटि तर बुझेर गर्नुपर्छ एकदमै होइन त्यो हिसाबले चाहिँ जसले अहिले मेरो हस्बेन्ड जसले प्रस्ताव तिम्रो भेनाजु होइन कुरा आइसके पश्चात मैले चाहिँ झट्ट ओके भनेन त्यसको त्यो कुरा आइसकेपछि 1.5-2 वर्षपछि मात्र मेरो विवाह भएको त्यो पनि मैले केटी हेर्न आउँछन् होइन केटाको घर हेर्न जाने ब्याकग्राउन्ड बुझ्ने हरेक कुराहरू बुझिसकेपछि मात्र ओके गरेको किनकि बिहा भनेको त यस्तो एकचोटि जिन्दगीमा एउटा एकचोटि गर्ने हो होइन धेरै बुझेर एउटा मान्छेले के भन्छ केटा मात्र राम्रो भएर हुन्छ भन्छ नि केटा भए हुन्छ फुल फ्यामिलीहरू सबै मिलेको चाहिँ सबै राम्रो हुनुपर्छ र यदि भएको छैन भने राम्रो चाहिँ गराउने हो है गराउने हो ओके या यो वाला लाइन चाहिँ मन पर्यो मलाई भएको छैन भनेपछि हुन त यति राम्री दिदी पाउनलाई भेनाजुले 1.5-2 वर्ष वेट त गर्न पर्यो त्यो इट इज लाइक 1.5-2 वर्ष हैन तिम्रो लागि त 5 वर्ष पनि कुर्छु भन्नुभएको थियो अब स्योर मक्क भन्नु होला मज्जाले यति भएपछि त त्यत्रो मेहनतको चाहिँ फल चाहिँ पाक्यो भन्नु होला एकदम सहयोगी चाहिँ हुनुहुन्छ है एकदम सहयोगी हुनुहुन्छ देउतै हो देउते एकदम देउता ए ठिक छ अब हामी इन्डियनमा छौँ सो एउटा चाहिँ ओपन फ्लोर तपाईँहरूको लागि इफ कुनै टपिकमा तपाईँहरूलाई चाहिँ केही भन्न मन छ भने यो लास्टको सेसन इन्डिङ सेसन चाहिँ त्यसको लागि राखौँ तपाईँहरूलाई चाहिँ केही अब कुनै टपिकमा चाहिँ रोहित भाइले यो सोधिदिएको हो यसमा चाहिँ यसमा यो बोल्थ्यो होला भन्ने छ भने यो लास्टको सेसन चाहिँ मबाट सुरु हुन्छ अब लास्टको सेसनमा आइपुग्दाखेरि अब यहाँ पोडकास्टमा आइपुग्दाखेरि चाहिँ हामी एउटा फ्याक्टरबाट मात्र आइपुगेको छैनौँ नि त धेरै फ्याक्टरबाट आइपुगेको छौँ होइन त्यो सबै फ्याक्टरहरूलाई चाहिँ यो प्लेटफर्मबाट चाहिँ म धन्यवाद भन्न चाहन्छु होइन त्यो प्लेटफर्महरू सजिलो थिए असहज थिए दुइटै स्वीकारेर यहाँसम्म आइपुग्यो र मेन फ्याक्टर भनेको चाहिँ म यहाँ आउनुमा चाहिँ कहीँ कतै उज्यालोको एकदम धेरै योगदान छ मैले एकदम धेरै योगदान छ त्यो कुरा मैले सास रन्जेलसम्म बिर्सन हुँदैन है किनभने कसरी आइपुग्यो भन्ने कुरा त इम्पोर्टेन्ट हो नि त आफ्नो कर्तव्य जिम्मेवारी पुरा गरेर यहाँ आइपुगेको त्यही भएर म उज्यालो लालटिन प्रतिष्ठानको सम्पूर्ण परिवारहरूलाई चाहिँ यो प्लेटफर्मदेखि चाहिँ मनदेखि धन्यवाद भन्न चाहन्छु र अझै भन्नुपर्दा चाहिँ संस्थापक अध्यक्ष है संस्थाको संस्थापक अध्यक्ष कस्तो हुनुपर्छ भनेर म प्राउडली भन्न सक्ने दाइ हुनुहुन्छ होइन त्यो दाइ बहिनीको रिजनले मात्र होइन उहाँले संस्थाप्रति निभाउने जिम्मेवारीको कारणले गर्दाखेरि पनि है कहिले पनि आफूले गरेका काममा चाहिँ सहयोगलाई चाहिँ मलाई श्रेय दिनु चाहिँ पर्छ भने चाहिँ कहिले भन्नु भएन होइन जुन चाहिँ हाम्रो संस्थापक अध्यक्ष हुनुहुन्छ आदरणीय स्वतन्त्र नेपाल दाइ उहाँले गरेको योगदान जसरी उहाँले चाहिँ संस्था स्थापना गर्न उहाँ संस्थापक अध्यक्ष भएर गरिराख्नु भयो त्यो प्लेटफर्मदेखि आजको प्लेटफर्मसम्म उज्यालो आइपुग्दा
उहाँको योगदान उत्तिकै छ कि हामी कति सङ्घ संस्थामा देख्छौँ रणनीति गर्नुहुन्छ संस्थापक अध्यक्षहरूले होइन त्यो चाहिँ एकदमै हामी देखिरहेको हुन्छौँ नि त त्यो देखिराख्दाखेरि चाहिँ आज हामीले उज्यालो त्यस्तो संस्थापक अध्यक्ष पाइराख्दाखेरि चाहिँ मलाई ब्लेस्ड फिल लाग्छ उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु र सँगै होइन विशेष गरेर यो उज्यालो लालसिंह प्रतिष्ठानको 2 वर्षको कार्यकाल हुन्छ यहाँ चाहिँ म भएको कार्य समितिले एकदमै धेरै सहयोग गर्नुभएको छ उहाँहरूलाई पनि धन्यवाद भन्न चाहन्छु यो प्लेटफर्मबाट प्लस हामीलाई फन्डिङ जुटाउनको लागि एकदम गाह्रो हुन्छ कि होइन त्यो फन्डिङ जुटाउनको लागि चाहिँ जुन रोल प्ले चाहिँ सागर भट्टराई दाइले चाहिँ गरिदिइराख्नुहुन्छ होइन हामीले पनि जुटाइराखेको हुन्छौँ तर जुन मेरो कार्यकाल र हाम्रो कार्यकाल चलिराख्दाखेरि चाहिँ दाइले जुन भूमिका चाहिँ प्ले गरिराख्नु भएको छ सागर भट्टराई दाइले यो प्लेटफर्मदेखि म उहाँलाई धन्यवाद भन्न चाहन्छु यो प्लेटफर्म जस्तो बेस्ट प्लेटफर्म सायद धन्यवाद भन्नको लागि कोही पनि छैन होला होइन अनि मुकेश दाई त्यस्तै अनि राजीव सर होइन कहिले पनि केटाकेटी लिङ्गको आधारमा चाहिँ दिनु हुँदैन भनेर उहाँको आवाज सधैँ छ होइन त्यसकारण पनि आज म यहाँ छु ओभरअल अहिलेको मेरो कार्य समिति प्लस सबैलाई चाहिँ धन्यवाद भन्न चाहन्छु यो प्लेटफर्मबाट आज म यहाँ आउनुको रिजन तपाईँहरू पनि हो ओके विन्ता दिदी प्लस होल सोसाइटीलाई एकदमै यो ठाउँमा मैले अरूको इन्टरभ्यू लिएर राख्दा पहिलो इन्टरभ्यू हो भाइसँग मैले चाहिँ दिन पाउनु मेरो नि पहिलो है थ्याङ्क यू रोहित भाइलाई पनि लास्ट टाइम मलाई नि आयो बिर्सिन्छ नि त कति कुराहरू बोल्दा बोल्दै अनि यो अवसर प्रदान गरेकोमा चाहिँ भाइलाई विशेष धन्यवाद सँगसँगै यो ठाउँमा पुर्याउने मलाई एउटा मिडिया सेक्टर हो मिडिया जो मेरो रेडियो देवदह मैले सुरुवात गरेको रेडियो देवदहमा म त्यति बेला सानैमा होइन भर्खरको उमेरमा त्यहाँ जाँदै गर्दा एउटा अभिभावक रूपमा मलाई एकदमै गाइड गर्ने हाम्रो अझै पनि सपोर्ट गर्नुहुन्छ अझै पनि विनिता के अरे कुनै ठाउँहरू कार्यक्रम केही भयो भने अझ पनि सपोर्ट गर्नुहुन्छ एमराना सर गोविन्द सर भीम सर एकदमै सपोर्ट गर्ने त्यति बेला एउटा आफ्नो छोराछोरीलाई जस्तो केयर गरेर एकदमै माया गर्नुहुन्थ्यो त्यसले गर्दा पनि त्यो हौसलाले पनि मलाई यो ठाउँतिर प्रेरित गर्यो यतातिर अझै बोल्नको लागि अझै काम गर्नको लागि र यहाँबाट भाइले अवसर दिएको बेलामा भनिहालौँ होइन लाइफ इन्सुरेन्स कम्पनीमा छँदैछु होइन अनि म चाहिँ सिटिजन लाइफ इन्सुरेन्स कम्पनी देवदह शाखाको शाखा प्रमुखको रूपमा कार्यरत रहिरहँदाखेरि हामीसँग 1500 जना एजेन्सीहरू हामीसँग कार्यरत हुनुहुन्छ त्यसमा पनि एक्टिभ एजेन्सीहरू र महिलाहरू झन्डै 400-500 भन्दा बढी हुनुहुन्छ होइन एउटा आफू मात्र सक्षम हुन्छु होइन कि सँगसँगै मैले धेरै महिला दिदीबहिनीहरूलाई पनि सिटिजन लाइफ इन्सुरेन्स कम्पनीले स्वरोजगार अभियान रूपमा हामीले धेरै व्यक्तिहरूलाई पार्ट टाइम जब पनि हामी दिइरहेका छौँ अनि रोजगार दिइरहेका छौँ र मैले यहाँनिरबाट भन्न चाहन्छु जति पनि दिदीबहिनीहरू +2 पास गरेर बस्नुभएका छन् जति पनि हुनुहुन्छ होइन खाली समयलाई प्रयोग गर्न चाहनुहुन्छ भने तपाईँले हामीसँग जोडिनुहोस् र मसँग आउनुभयो र हाम्रो टिममा आउनुभयो भने साँच्चै नै तपाईँले चाहिँ धेरै एचिभमेन्ट धेरै गर्न चाहिँ सक्नुहुन्छ जस्तो मलाई लाग्छ है र म सबै दिदीबहिनीहरूलाई अनुरोध पनि गर्छु भन्दै गर्दा दिदीबहिनीलाई मात्र होइन होइन भाइलाई पनि म अनुरोध गर्न चाहन्छु है सबैजनालाई है जे होस् हाम्रो टिम चाहिँ एकदमै राम्रो छ सिटिजन लाइफ इन्सुरेन्स कम्पनी हाम्रो टिम चाहिँ एकदम राम्रो छ यङ टिम रहेका छौँ सबैजनालाई नम्बर 1 मा पर्न सक्नुहुन्छ है एकदमै राम्रो छ नि राम्रो छ अब बहिनी भाइ होइन सबैलाई चाहिँ हामी एउटा हाम्रो टिममा चाहिँ बिन्ता दिदीको टिममा चाहिँ आउनुपर्छ भन्छ स्योर ओके सो या अब यो चाहिँ मैले हामी पोडकास्ट इनमा छौँ होइन सो आज चाहिँ मैले दिउँसै मतलब सुरु गर्नुभन्दा अगाडि एउटा सोचेको थिएँ सो आई लाइक टु इन्ट्रोड्युस समवन आज चाहिँ एकदम कसलाई होला गर्लफ्रेन्डको नाम भन्दिनँ कि मैले सबैको फोकस त्यसैमा छ ओके म चाहिँ आविष्कार ओके हाम्रो चाहिँ आविष्कार सुनार भाइलाई चाहिँ म फ्रेममा बोलाउन चाहन्छु हि इज लाइक वर्किङ बिहाइन्ड द फ्रेम एभ्री टाइम हाम्रो पोडकास्टको लागि अनि त्यसपछि अब यो ब्रोज एन्ड गफको म्यानेजर सबै अब भनौँ न कुराहरू चाहिँ उसै उही नै हो भनौँ एभ्रिथिङ सो आई लाइक टु इन्ट्रोड्युस हिम इन फ्रेम अनि त्यसपछि म चाहिँ हाम्रो रोजवुड स्टुडियोको दाइलाई पनि म फ्रेममा बोलाउँछु प्लिज दाइ हि इज द मास्टर माइन्ड बिहाइन्ड द क्यामरा वाट एभर होइन दाइ आउन लजाउनु भयो बाइ द वे बट रोजवुड स्टुडियोको दाइलाई बिग साउट आउट जसले गर्दा चाहिँ मेरो यो पोडकास्ट सक्सेस भएको छ यो चाहिँ आविष्कार भाइ अलि झुक्नु पर्छ होला ब्रदर या सो हि इज द म्यान who is doing like म यहाँ बसेर बोल्ने मात्रै हो बाइ द वे होइन मेबी आई एम बिङ द फेस अफ ब्रोज एन्ड गफ त दाइ पनि एकचोटि प्लिज आइदिनु न प्लिज ब्रदर लजाउनु भयो दाइ चाहिँ फेस नगर्ने दाइ फेसमा नआउने ठिक छ होइन
ओके सो थ्याङ्क यू सो मच आविष्कार भाइलाई पनि अनि थ्याङ्क यू सो मच दिदीहरू रोज स्टुडियो बिग साउट आउट टु रोज स्टुडियो जसले चाहिँ मेरो एउटा सपना थियो पोडकास्टको धेरै पहिलादेखिको त्यसलाई साकार बनाइदियो विथ द फेसबुक पोस्ट मैले पोस्ट देखिसकेपछि यहाँ आएको विथ रेन्टल स्टुडियो भनेर देखेपछि आएँ अनि आएर यो लेभलको सर्भिस दिनुभएको छ अनि आई लाइक टु एनाउन्स समथिङ जस्तो अब चाहिँ यो ब्रोज एन्ड गफको नयाँ एपिसोड्सहरूमा मेबी फ्रम नेक्स्ट एपिसोड अथवा चाहिँ अझै एउटा अर्को एपिसोड पनि हुन सक्छ होइन बट अब चाहिँ हामीले अझै यसलाई अपग्रेड गरेर लिएर जाँदैछौँ यसको लागि पनि बिग साउट आउट टु हाम्रो रोज स्टुडियो सो बुटोलमा तपाईँहरूलाई चाहिँ पोडकास्ट इन्टरभ्यू अरू टाइपको युट्युब भिडियोज एन्ड देन जे पनि होइन इभन सङ्ग्सहरूदेखि लिएर जे पनि रेकर्ड गर्न मन लागेछ भने मिलन चोकमा छ रोजुड स्टुडियो बाहेक कहीँ जानु पर्दैन यहाँ आएपछि तपाईँले एभ्री लेभल अफ सर्भिस दिनुहुन्छ त्यो पनि एकजना मान्छेले मात्र काम गर्नुहुन्छ सो इज वान म्यान आर्मी नि भन्छु म त्यो हामी देखिसक्यौ है दाइको काम एकजनाले मात्र क्यामेरादेखि लिएर प्रशंसा गर्न योग्य नै हुनुहुन्छ एडिटिङसम्म सबै गर्नुहुन्छ ओके ल दुईजनाले चाहिँ साउट आउट अनि त्यसपछि मलाई यो ब्रोज एन्ड गफ सुरु गर्नलाई हेल्प गर्नुहुने रवि दाई यज्ञ दाई होइन गोपाल दाईहरू अझ सुरज दाई होइन इभन हाम्रो अर्जुन गैरे सो तपाईँहरूलाई चाहिँ म एकदमै थ्याङ्क यू भन्न चाहन्छु किनकि म मिडमा आएँ अब यो सिजन 1 को 6वटा एपिसोड आइसक्यो सो म चाहिँ आज यो हाम्रो 6वटा एपिसोडमा पहिलोचोटि हाम्रो सिसहरू आउँदाखेरि यो मुभमेन्ट लिएर तपाईँहरूलाई चाहिँ यस्तो रहेछ मान्छेको फेरि कन्फ्युज पनि रहेछ नि ब्रोको मात्र हो क्या भनेको थियो हाम्रो फोटो देख्ने बित्तिकै त्यो क्लियरिटी पनि भयो ब्रोज भनेको चाहिँ त्यो केटावाला ब्रो होइन कि यो के ब्रदरहुड वाला ब्रो अथवा चाहिँ भनौँ साथीत्ववाला ब्रोज हो कि ब्रो के छ ब्रो टाइपको मैले सोचिरहेको ब्रोजमा अब सिस अर्को सिजनमा सिस एन्ड गफ राख्दियो सबै उसहरूलाई बोलाएर ओके दिदी थ्याङ्क यू सो मच एकदम धेरै थ्याङ्क यू ओके ल हुन्छ जाँदा जाँदै चाहिँ समय अरूको ड्रामामा होइन आफ्नो ड्रिम्समा लगाऊ अवश्य भन्छ अरू म पनि भन्छु अरूको विवेकमा होइन आफ्नो विवेकमा पनि आफ्नो विवेकलाई पनि प्रयोग गरौँ अरूको विवेकमा मात्र नचलाऊ वाव so much strong message from so much strong ladies thank you so much thank you thank you